क्लियर छैन त आइडिया छैन ल यहाँले मेरो आवाज सुनिरहनु भएको छ ओके नमस्कार गुड इभिनिङ सम्पूर्ण साथीहरूलाई मेरा प्यारा मान्छेहरूलाई गुड इभिनिङ नमस्कार के छ यहाँको खबर ल सबैजनालाई नमस्कार एकमुष्ट रूपमा जजलोप्पा लासो फ्याफुल्ला झोरले आराम कुशल हुनुहुन्छ सर हजुरले आर्थिकको टपिक आर्थिकको मैले यता प्रासहरूको सिद्ध्याएको थिएँ अब आज हामी यतापट्टि चाहिँ अर्को आर्थिक आजबाट सुरुवात गर्दैछौँ है त ल मेरो पनि एकदमै ठिक छ खासै चिसो भएको छैन मलाई आज गर्मी भएर चाहिँ फिलिङ हट उही क्या त हाम्रा चिप्ल्याउने अङ्कलले भने जस्तै जजलोप्पा फ्याफुल्ला जोरले ल जुङ्गा पालेर नौलाउने आप जुङ्गा पाल्नु पऱ्यो नि त दबङ ल ओके ल यहाँहरू सम्पूर्णलाई स्वागत छ र आज हाम्रो भाइहरूले मलाई जानकारी गराएअनुसार आज हामी एक दिन निःशुल्क कक्षामा पनि छौँ र आज यहाँ जुम आइडी पनि दिएर रहेछ यहाँ जुम आइडी छ हामीलाई लाइभमा फेसबुकबाट प्रत्यक्ष रूपमा हामीलाई एम्बिसन गुरुको यो डिजिटल प्लेटफर्मबाट हामी लगायत मलाई अहिलेको यो 7:45 बजेको सेसनमा हेर्नुहुने मेरा सम्पूर्ण प्यारा मान्छेहरूलाई चाहिँ यो जुम आइडी प्रयोग गर्नुहोस् 885365528836 यो जुम आइडी प्रयोग गरेर तपाईँलाई त्यहाँ पासवर्ड चाहिँदैन यो अटोमेटेड हो ट्याक्क यहाँ जुम हान्ने बित्तिकै आफै यो क्लासरुममा जोइन हुन्छ होइन म फेसबुकबाटै हेर्छु ठिक छ भन्नुहुन्छ भने पनि यहाँहरू सम्पूर्णलाई हाम्रो एम्बिसन गुरुको यो डिजिटल प्लेटफर्ममा स्वागत छ म सन्तोष खड्का सामान्य ज्ञान सहजकर्ता त्यसै गरी हाम्रो नियमित सेसनमा जोडिनु भएका मेरा प्यारा साथीहरूलाई फेरि पनि नमस्कार गुड इभिनिङ यहाँहरू सम्पूर्णलाई स्वागत छ है त सो आजबाट हामी नयाँ टपिक सुरुवात गर्दैछौँ नेपालको आर्थिक अवस्था विश्व व्यापार नेपालको विश्वसँगको आर्थिक गतिविधि हाम्रा विकासका पूर्वाधारहरू हामीले 16औं योजना आवधिक योजना त पढिसकेका छौँ 1-2 हप्ता अगाडि त्यसको एउटा पहिलो खण्ड महत्त्वपूर्ण खण्ड बाँकी छ आजबाट हामी त्यो सेसनमा प्रवेश गर्दैछौँ है त ल फेरि एकपटक यहाँलाई स्वागत छ ल केही छ विश्वको भूगोल त सिद्धिसक्यो त त्यहाँभन्दा बढी कति पढ्ने ठाउँ छ र त्यहाँनिर ल निःशुल्कको लागि पनि मिल्ने रहेछ रोसाजी आजको लागि मात्रै हो मलाई पनि थाहा थिएन हाम्रो साथीहरूले चाहिँ भर्खरै जानकारी गराउनु भएको छ अब खड्काको चाहिँ एक दिन चाहिँ अवमुखीकरण कक्षा राखिदिनु पर्यो साथीहरूले कसरी सहजीकरण गराउँदो रहेछ हेर्न चाहनु भएको छ अरे भन्ने कुरा अवगत गराइसकेपछि मैले भर्खर स्टुडियोमा आइसकेपछि मैले थाहा भएँ र यहाँ जुम आइडी पनि राखिदिएको रहेछ मेरो बुढो फोटो पनि यहाँ राखिदिएको छ म यही हो मान्छे यहाँहरू सम्पूर्णलाई प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा जुम आइडीबाट जोडिनु भने हुने मेरा सम्पूर्ण प्यारा मान्छेहरूलाई नमस्कार सन्ध्याकालीन नमस्कार यहाँहरू सम्पूर्णलाई हाम्रो एम्बिसन गुरुको यो डिजिटल प्लेटफर्ममा फेरि पनि एकमुष्ट रूपमा स्वागत गर्न चाहन्छु र लाइभलाई चाहिँ सेयर गरिदिनले यहाँले बिल्कुलै कुनै पनि कन्जुसाइ नगरिकन ड्याङ ड्याङ सेयर गरिदिनुहोस् ताकि धेरैभन्दा धेरै साथीहरूलाई यो एकदमै महत्त्वपूर्ण टपिक हो केही मात्रा भए पनि हामीले यसमा नयाँ कुरा पक्कै पनि पाउनेछौँ है त ल अब सुरु गर्छु मैले अब यहाँहरूको कमेन्ट सेक्सनलाई एकछिनलाई थाँती राखेर अहिले समय कति छिटो जान्छ पत्तै हुँदैन होइन सुरुवात गरौँ है त ल फेरि पनि जुम आइडी छ 885365528836 है त यहाँहरू प्रत्यक्ष रूपमा एक दिन निःशुल्क कक्षामा नि हुनुहुँदो रहेछ ल र संयोगले आज हाम्रो आर्थिक अवस्था नेपालको आर्थिक अवस्था हाम्रो लागि एकदमै जुन तथ्याङ्गत टपिक हो होइन यो एकदमै महत्त्वपूर्ण छ है र यसमा जानुभन्दा पहिला म तपाईँले यसको 2-3वटा चरण है जस्तै आर्थिक अवस्थामा क्वेसन कसरी सोधेका छन् त विगतमा भन्दाखेरि चाहिँ सेक्सन अफिसरको साथीहरूले याद गर्नु होला 1-2 वर्ष अगाडिको हो मलाई ठ्याक्कै डेट त याद भएन कुल गार्हस्थ्य उत्पादन कुल राष्ट्रिय उत्पादन होइन त्यसपछि कुल राष्ट्रिय आय अनि खर्चयोग्य आय यो 4वटा दिएर चाहिँ क्रमबद्ध ठुलोदेखि सानोको क्रम मिलाउनुहोस् भनेर क्वेसन सोधेको थियो नि सो भनेपछि कन्सेप्चुअल कुराहरू पनि यहाँ जानुपर्ने रहेछ अर्को क्वेसन हाम्रो के छ जिडिपीमा दिएमध्ये कुन चाहिँ विषयवस्तुहरू चाहिँ जोडिँदैन अथवा त्यस्तै केही प्रकृतिको क्वेसन थियो जिडिपीमा के जोडिन्छ के जोडिँदैन होइन जिडिपी भनेको के हो जिएनपी भनेको के हो यी सबै कुराहरू चाहिँ आजको यो सेसनमा हामी बुझ्नेछौँ नेपालको जिडिपी कति छ क्षेत्रगत संरचना के कस्तो छ कृषि र गैर कृषि कस्तो छ यो सबै कुराहरू चाहिँ आजको यो सेसनमा हामी छलफल गर्नेछौँ है त
ल सेयर चाहिँ गर्नै पर्ने, सेयर गर्नै पर्ने भनेपछि गरिदिने। सेयर गर्दा केही बिग्रिन्छ, केही पनि बिग्रिँदैन। ल सुरु गरौँ। नेपालको आर्थिक अवस्था, नेपालको आर्थिक अवस्था। ल नेपालको आर्थिक अवस्था कस्तो छ त? नेपालको आर्थिक अवस्था कुन अवस्थामा छ त? कस्तो छ त? नेपालमा मात्र नभएर विश्वका हरेक मुलुकहरूको आर्थिक अवस्था के कस्तो छ, त्यो कसरी मूल्याङ्कन गरिन्छ, कसरी निर्धारण गरिन्छ त भन्दाखेरि चाहिँ त्यसको लागि चाहिँ केही महत्त्वपूर्ण सूचकहरूको सहायता लिइन्छ। जस्तो हामीले के भन्छौँ त, म्याक्रो इकोनोमिक इन्डिकेटर्स, हैन? म्याक्रो इकोनोमिक इन्डिकेटर्स, म्याक्रो इकोनोमिक इन्डिकेटर्स यो भन्छौँ, हैन? अब यसमा मुख्य गरी के पर्ने भयो त भन्दाखेरि चाहिँ सबैभन्दा मुख्य प्राथमिक हाम्रो चाहिँ महत्त्वपूर्ण के हो त भन्दा चाहिँ कुल गारस्थ्य उत्पादन, एउटा त यो पर्यो। कुल भनेको के त? ग्रस। डी भनेको के हो त? डोमेस्टिक अथवा घरेलु। प्रोडक्ट वस्तु तथा सेवा भन्ने कुरा बुझिन्छ है त। कुल गारस्थ उत्पादन। अर्को के हुन्छ हामीसँग? कुल राष्ट्रिय उत्पादन। कुल राष्ट्रिय उत्पादन, कुल राष्ट्रिय उत्पादन, ग्रस नेशनल प्रोडक्ट, हैन? अर्को के हुन्छ त? खुद राष्ट्रिय उत्पादन, खुद राष्ट्रिय उत्पादन, नेट नेशनल प्रोडक्ट, ठिक छ। त्यसै गरी अर्को हाम्रो प्रति व्यक्ति आय, पर क्यापिटा जीडीपी, प्रति व्यक्ति आय अथवा पर क्यापिटा इन्कम, प्रति व्यक्ति आय यानी कि पर क्यापिटा इन्कम अथवा पर क्यापिटा जीडीपी के कति छ त? ल मुख्य गरी यिनै छन्, हैन? सो नेपालको आर्थिक अवस्था मात्रै नभएर विश्वका जुनसुकै देशको आर्थिक अवस्था के कस्तो छ त भन्ने कुरा निर्धारण गर्न केही महत्त्वपूर्ण सूचकहरूको सहायता लिइन्छ, जसलाई हामीले के भन्छौँ त? म्याक्रो इकोनोमिक इन्डिकेटर्स, अर्थात् अर्थतन्त्रका विविध एवं सम्पूर्ण पक्षहरूको बारेमा जानकारी उपलब्ध गराउने सूचकहरूलाई नै हामीले के भन्छौँ त? म्याक्रो इकोनोमिक इन्डिकेटर्स। जस्तै यहाँलाई मैले यहाँ उदाहरण केही प्रस्तुत गरेको छु। कुल गारस्थ उत्पादन, कुल राष्ट्रिय उत्पादन, खुद राष्ट्रिय उत्पादन, प्रति व्यक्ति आय, खर्चयोग्य आय, यी सबै के हुन् त भन्दाखेरि चाहिँ सूचकहरू हुन्। यी सूचकहरूको माध्यमबाट हामीले त्यो देशको आर्थिक अवस्था यानी कि अर्थतन्त्रका विविध एवं धेरैभन्दा धेरै पक्षहरूको बारेमा चाहिँ हामीले के हो त? महत्त्वपूर्ण उपलब्धि हामी हासिल गर्न सक्छौँ। यसलाई हामीले के भन्यौँ त? म्याक्रो इकोनोमिक इन्डिकेटर्स भन्यौँ है। ल अब तीमध्ये एउटा सबैभन्दा महत्त्वपूर्ण आधारभूत के हो त भन्दाखेरि चाहिँ जीडीपी, कुल गारस्थ्य उत्पादन। अब यसमा हामी छलफल गर्नेछौँ। टिपोट गर्नुहोस् यसलाई र यहाँले भइसकेपछि चाहिँ ट्याक्कसँगले च्याट सेक्सनमा चाहिँ जुमभित्र आउनुभएको साथीहरूले, हाम्रो नियमित साथीहरूले डबल ट्याप, एले बिलाई बिलाई, अमेरिकामा त ट्याप ट्याप त सिद्धियो त। के छ यहाँहरूको धारणा? डोलान्टुम आएसँगै अमेरिकाको सर्वोच्च अदालतको फैसला बमोजिम टिकटक ब्यान्ड इफेक्टिभ फ्रम 2025 जनवरी 25। नोट इट डाउन, दिस माइट बी योर करेन्ट अफेयर्स क्वेसन है। यो समसामयिक प्रश्न हुनसक्छ। ल अब डबल ट्यापवालाहरू चाहिँ अलिकति घाटा हुने भयो अमेरिकातिर। ओके, सो अब हामी सबैभन्दा सुरुवातमा के को कुरा गर्छौँ भने चाहिँ जीडीपी। मैले के भने त? यी महत्त्वपूर्ण सूचकहरूमध्ये एउटा सबैभन्दा महत्त्वपूर्ण र आधारभूत सूचकको रूपमा हामीले केलाई हेर्छौँ त? जीडीपी। अगाडि जाउँ है। ल कुल गारस्थ्य उत्पादन, कुल गारस्थ्य उत्पादन यानी कि ग्रस डोमेस्टिक प्रोडक्ट। ल यसलाई हेरौँ। यहाँलाई कुनै लिटरल ट्रान्सलेसनको समस्या छ भने म दुईटै शब्दहरू प्रयोग गर्छु ताकि यहाँलाई चाहिँ दुईटै तरिकाले बुझ्न सहज हुनेछ है त। सो जीडीपी, व्हाट इज जीडीपी? कुल गारस्थ उत्पादन भनेको के हो है? तपाईँको च्याटलाई एकछिनलाई
थाती राख्नुस्। अहिले म अन्तिममा सम्बोधन गर्नेछु। सबैभन्दा महत्त्वपूर्ण आधारभूत सूचक भनेको हामीले के भन्यौँ? जिडिपी भन्यौँ। किन जिडिपी महत्त्वपूर्ण हो त भन्दाखेरि चाहिँ कुनै पनि देशको अथवा कुनै पनि भौगोलिक क्षेत्रको आर्थिक अवस्था अथवा कुनै पनि देशको आर्थिक अवस्था ठ्याक्कै कस्तो छ भन्ने कुरा निर्धारण गर्ने एउटा आधारभूत सूचक भनेको के हो त? जिडिपी हो। कुनै पनि देशको अर्थतन्त्रलाई जिडिपीले के गरेको हुन्छ त? प्रतिनिधित्व गरेको हुन्छ। हरेक देशको आफ्नै जिडिपी हुन्छ, सबैको एउटै हुन्छ? फरक फरक छ। विश्वमा सबभन्दा बढी जिडिपीमा अग्रस्थानमा अथवा ठुलो आकार अर्थतन्त्रको आकार भएको देशको नाम अमेरिका। त्यो के को आधारमा हो त? इन टर्म्स अफ नोमिनल जिडिपी, जिडिपीको आधारमा हो। जिडिपी यस्तो एउटा सूचक हो जसले चाहिँ त्यो देशको अर्थतन्त्रको साइज आकारलाई के गर्छ? अनुमान गर्न सकिन्छ अथवा अनुमान गर्दछ। त्यसको लागि के प्रयोग गरिन्छ त? जिडिपी प्रयोग गरिन्छ, होइन? र जिडिपीको आकार अथवा त्यसको साइज चाहिँ बढ्दो छ भने के बुझिन्छ त? यदि हाम्रो अघिल्लो आर्थिक वर्षभन्दा यो आर्थिक वर्षको जिडिपी चाहिँ बढ्दो छ भने हाम्रो देशको अर्थतन्त्र अथवा हाम्रो देशको चाहिँ आकार वृद्धि भएको छ भने त्यसले अर्थतन्त्र हाम्रो सकारात्मक दिशातर्फ बढ्दैछ, उन्मुख छ भन्ने कुरा जनाउँछ। त्यसरी बुझ्दा पनि भयो, होइन? अघिल्लो आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा चाहिँ झन् जिडिपी कम छ भन्यो भने त्यसले हाम्रो अर्थतन्त्रको दिशा सही बाटोमा छ भन्ने कुरा यसले के गर्छ? भन्छ त? भन्दैन। यसमा सुधार जरुरी छ भनिन्छ। त्यस कारणले कुनै पनि देशको आर्थिक अवस्थालाई त्यो देशको कुल गार्स उत्पादन जिडिपीले के गरेको हुन्छ? प्रतिनिधित्व गरेको हुन्छ। ठिक छ ल। अब जिडिपीमा जानुभन्दा अगाडि तपाईँले एक दुईवटा कुरा बुझ्नै पर्छ है। जिडिपी भन्ने बित्तिकै तपाईँले सुरुमा के हो त भन्दाखेरि चाहिँ के कुरा बुझ्नुपर्छ? मोनिटरी भ्यालु, थोरै यसका आधारभूत कुराहरू, होइन? भोलि जिडिपी भन्नाले के बुझिन्छ, जिडिपीमा देयमध्ये कुन चाहिँ कुराहरू समावेश छन् छैनन् भन्ने कुराहरू पनि हाम्रो लागि महत्त्वपूर्ण हुन सक्लान् है। त्यस कारणले 3-4वटा पोइन्ट्सहरू आधारभूत रूपमा यहाँले बुझ्ने। जिडिपी भनेको के हो? सो जिडिपी सधैँभरि केमा हुन्छ त भन्दाखेरि चाहिँ मौद्रिक मूल्यमा हुन्छ। जिडिपीको भ्यालु सधैँभरि केमा क्यालकुलेसन गरिन्छ त भन्दाखेरि चाहिँ पैसोमा, मौद्रिक मूल्यमा। पहिलो पोइन्ट, जिडिपी सधैँभरि केमा हुन्छ अरे त? मौद्रिक मूल्यमा हुन्छ, होइन? र जिडिपीमा अर्को के कुरा हेरिन्छ त भन्दाखेरि चाहिँ यसमा हाम्रो इन्टरमिडिएट गुड्स हामीले हेर्दैनौँ। यस्तै सधैँभरि के हुन्छ? अन्तिम वस्तु तथा सेवा। यसमा सधैँभरि अर्को के हेरिन्छ त? अन्तिम वस्तु तथा सेवा। यानि कि हामीले के गरेर हेर्छौँ त? फाइनल गुड्स एन्ड प्रोडक्ट्स, फाइनल गुड्स एन्ड प्रोडक्ट्स यो हेर्छौँ। ठिक छ? एउटा घर बनाउँदाखेरि चाहिँ हामीले के लाग्छ त? इँटा लाग्छ, बालुवा लाग्छ, रड लाग्छ, गिटी लाग्छ, ढुङ्गा लाग्छ। यो सबै कुरा जिडिपीमा आउँदैन। जिडिपीले अन्तिममा के आउँछ? घर बन्छ, त्यो घर आउँछ, होइन? चिनी बनाउनलाई के चाहिन्छ? र मटेरियल्सहरू, हाम्रा कच्चा पदार्थहरू के उखुदेखि लिएर के चाहिन्छ ती केही पनि कुरा हेर्दैन, सिधै हामीले चिनी मात्रै हेर्छौँ। तपाईँले दुधलाई एउटा प्याकेटमा प्याकेज फर्ममा बजारमा पठाउनलाई के गर्नुपर्छ त्यो हेरिँदैन, सिधै तपाईँको प्याकेटको दुधको मूल्य कति हो त्यो हेरिन्छ। यानि कि अथवा तपाईँले रिचार्ज कार्ड कोट्याएर रिचार्ज गर्नुहुन्छ त्यो हेरिन्छ। होल्डिङले तपाईँले सर्भिस प्रोभाइड गर्छ, सेवा दिन्छ, त्यो हेरिन्छ। तर त्यो बिचमा के गरिन्छ त्यो प्राप्त गर्नलाई चाहिँ त्यो बिचमा के क्रियाकलाप गरिन्छ त्यसमा हेरिँदैन। यानि कि जिडिपीमा सधैँभरि अन्तिम वस्तु तथा सेवा मात्रै हेरिन्छ, फाइनल गुड्स एन्ड सर्भिसेस अथवा फाइनल प्रोडक्ट मात्रै यसमा हेरिन्छ। नो इन्टरमिडिएट गुड्स इज काउन्टेड, यसमा त्यो हेरिँदैन है। त्यसै गरी अर्को जिडिपीलाई सधैँभरि केमा हेरिन्छ भने चाहिँ बजार मूल्यमा, बजार मूल्यमा, प्रचलित बजार मूल्यमा। यसलाई हामीले के भन्छ त? नोमिनल जिडिपी। बजार मूल्य मात्रै हेरिन्छ यो, होइन? जिडिपी हालको बजार मूल्य मात्रै गणना गरिन्छ। जस्तो हामीले के भन्छ? नोमिनल जिडिपी। त्यो भनेको के त भन्दाखेरि चाहिँ करेन्ट मार्केट प्राइस हो। नोमिनल जिडिपी भनेको द्याट इज जिडिपी भ्यालु इज अलवेज क्यालकुलेटेड एट करेन्ट मार्केट प्राइस। करेन्ट भनेको अहिलेको, हालको बजार मूल्यमा प्रचलित, होइन? हालको बजार मूल्यमा यसलाई हामीले हेर्छौँ जिडिपी, होइन? र यसमा सधैँभरि के हो त भने चाहिँ एक आर्थिक वर्षभित्र यो हेरिन्छ। हाम्रो आर्थिक वर्षको सुरुवात कहिलेबाट हुन्छ? हाम्रो नेपालमा आर्थिक वर्षको सुरुवात कहिलेबाट हुन्छ? सोधिसकेको प्रश्न हो यो। कहिलेबाट हुन्छ त भन्दाखेरि चाहिँ श्रावण 1 गतेबाट, श्रावण 1बाट। यसमा चाहिँ जिडिपीमा के हेरिन्छ त भन्दा चाहिँ एक आर्थिक वर्षका आर्थिक क्रियाकलाप अथवा त्यसभित्र सञ्चालन गरेका आर्थिक गतिविधिहरू मात्रै यसमा हेरिन्छ, होइन? यो भयो।
यति कुरा भयो। त्यसपछि अर्को भने चाहिँ यसमा तपाईले यसमा किनबेच गर्न सक्ने कुराहरूलाई मात्रै अथवा सामानहरूलाई मात्रै यसमा काउन्ट गर्न मिल्छ हैन। यसमा तपाईले चाहिँ जुन सामानहरू चाहिँ किनबेच गर्न सक्नुहुन्छ यसलाई मात्रै हामीले के गरिन्छ त भने चाहिँ हेर्न सकिन्छ अथवा हेर्न मिल्छ। भनेको जस्तै अब तपाईले राज्यबाट पेन्सन प्राप्त गर्नुहुन्छ अथवा सामाजिक सुरक्षा अथवा विभिन्न भत्ताहरू प्राप्त गर्नुहुन्छ राज्यबाट, यी कुराहरू हाम्रो जीडीपीमा गणना हुन्छ हुँदैन, यति कुरा बुझ्नु पर्यो। सो जीडीपी भनेपछि तपाईको दिमागमा पहिलो कुरा के आउनु पर्छ भनेर चाहिँ यो एक आर्थिक वर्षभित्रका सञ्चालन भएका आर्थिक क्रियाकलाप एउटा बुझ्नु पर्यो। यो सधैँभरि जीडीपी भनेको मौद्रिक मूल्यमा गणना गरिन्छ अथवा यसको भ्यालुएसन गरिन्छ। यसमा सधैँभरि फाइनल गुड्स एन्ड सर्भिसेस बिचमा तपाईँले के गर्नुभयो त्यो कुरा हेरिँदैन, फाइनल प्रोडक्ट के आयो, फाइनल सेवा के आयो त्यो मात्रै हेरिन्छ। र यो हालको बजार मूल्यमा गणना गरिन्छ जसलाई हामीले नोमिनल जीडीपी भन्छौँ, द्याट इज द भ्यालु अफ अल द फाइनल गुड्स एन्ड सर्भिसेस एट करेन्ट मार्केट प्राइस। यो कुरा बुझ्नु पर्यो। र अर्को मैले के भने कुनै पनि किनबेच गर्न सक्ने सामानलाई मात्रै जीडीपीमा के गरिन्छ त काउन्ट गरिन्छ, यति कुरा बुझ्नु पर्यो होइन त। ल टिपोट गर्नुहोस्, भोलि जीडीपीमा के कुरा समावेश होला या नहोला अथवा जुनसुकै तरिकाले प्रश्न सोधिन सक्ला होइन त, यति कुरा बुझ्नुहोस्। त्यसो भए व्हाट एक्चुअली जीडीपी, खास जीडीपी भने चाहिँ के हो त, अब यसलाई सामान्य भाषामा लेमन तरिकाले बुझौँ। टिपोट गर्नुहोस्। ल यो क्वेसन सोधिसकेको क्वेसन है, हाम्रो आर्थिक वर्ष चाहिँ सुरुवात कहिलेबाट हुन्छ भनेर क्वेसन बनिसकेको क्वेसन हो नि यो। ल अब म जीडीपी को परिभाषा लेख्छु मेरो बुझाइमा, ठ्याक्कै त्यही हुनुपर्छ होइन, तपाईले त्यो यति सबै कुराहरू समेटेर म परिभाषा यहाँ लेख्छु। ल सो यसको डेफिनेसन के हो त भन्दाखेरि चाहिँ व्हाट इज जीडीपी। जीडीपी भने के हो त भन्दाखेरि चाहिँ कुनै एक आर्थिक वर्षभित्र, अहिले आर्थिक वर्ष के हो थप यसमा थोरै यहाँलाई अवगत गराउने छु। कुनै एक आर्थिक वर्षभित्र एउटा पोइन्ट कुनै पनि देशको अथवा भौगोलिक क्षेत्रको सीमानाभित्र बसोबास गर्ने सम्पूर्ण मानिसहरूले अब यहाँ सम्पूर्ण मानिस भन्ने बित्तिकै तपाईँले के बुझ्नु पर्यो, स्वदेशी विदेशी सबै, स्वदेशी प्लस विदेशी सबै बुझ्नु पर्यो है। बसोबास गर्ने सम्पूर्ण मानिसहरूले सञ्चालन गरेका आर्थिक क्रियाकलापबाट उत्पादित मैले के भने थिएँ अन्तिम वस्तु तथा सेवाको कुल सेवाको बजार मूल्य है। यो केमा त भन्दाखेरि चाहिँ सेवाको यो तत्कालीन समयको बजार मूल्यमा जे छ मा सेवाको अन्तिम योगफल नै के हो त भन्दाखेरि चाहिँ त्यो देशको के हो त कुल गारस्थीय उत्पादन यानी कि जीडीपी, यही हो है। अघि मैले भनेको कुरा यहाँ सबै आएका छन्। कुनै एक आर्थिक वर्षभित्र एउटा आर्थिक वर्ष, अब आर्थिक वर्ष के हो थोरै म यसमा यहाँलाई भनिहाल्छु होइन। कुनै पनि देशै चाहिन्छ र एउटा कुनै पनि भौगोलिक क्षेत्र त्यसको सिमानाभित्र, डोमेस्टिक भनेको के हो त भने चाहिँ घरेलु, डोमेस्टिक भनेको त घरेलु, डोमेस्टिक एनिमल्स भनेको घरेलु जनावर, सो डोमेस्टिक प्रोडक्ट घरभित्र सिमानाभित्र बसोबास गर्ने सम्पूर्ण मानिसहरू, विदेशीहरू आएर नेपालमा बसेर जुन आर्थिक क्रियाकलाप गर्छ नि त्यो पनि हाम्रो जीडीपी हो। हाम्रो सिमानाभित्र नेपालको चाहिँ टोटल हाम्रो प्रमाणित क्षेत्रफल 1,47,181 वर्ग किलोमिटरको क्षेत्रफलभित्र परिधिभित्र बसेर जोसुकै स्वदेशी विदेशी सबै हुन् होइन। त्यहाँ बसोबास गर्ने मानिसहरूले सञ्चालन गरेका
विभिन्न आर्थिक क्रियाकलापहरू, कसैले कम्पनी स्थापना गरेर सेवा दिइरहेछन् होइन, जस्तै अब डाबर नेपाल भयो, हाम्रो एनसेल भयो, यी सबै के हुन् त, यो स्वदेशी कम्पनी त होइनन्, विदेशी कम्पनी हुन्, विदेशबाट पनि आएर यहाँनिर काम गरिरहेछन्। सो उनीहरूबाट जे जति उनीहरूले जे उत्पादन गर्छन् र उत्पादन गरेका सञ्चालन गरेका आर्थिक क्रियाकलाप उत्पादित मैले के भने अन्तिम वस्तु तथा सेवाको बजार मूल्यको कुल योगफल, टोटल कुल योगफल नै के हो त भन्दाखेरि चाहिँ त्यो देशको जिडिपी हो। ल यति। सो द्याट मिन्स द मोनिटरी भ्यालु अफ अल द फाइनल गुड्स एन्ड सर्भिसेस प्रोड्युस्ड विदिन द डोमेस्टिक टेरिटरी अफ अ कन्ट्री अर भौगोलिक क्षेत्र भनेको अर एनी जियोग्राफिकल रिजन विदिन अर ड्युरिङ अ फिस्कल इयर, एउटा कुनै आर्थिक वर्षभित्र उत्पादन गरेको यसलाई हामीले के भन्छौँ, जिडिपी भन्छौँ। ठिक छ। ल म लेमान तरिकाले म सानो एउटा इक्जाम्पल मात्रै दिन्छु यसमा, यो मैले भनेको कुरालाई चाहिँ ट्याक्क तपाईँलाई बुझ्न सजिलो होस् भनेर। भइसकेपछि यहाँले डट मार्क गर्ने, सबै स्वदेशी विदेशी सबैले यहाँ, तर कहाँ आउनु पर्छ यो कहाँ आउनु पर्छ भन्दाखेरि चाहिँ हाम्रो देशको सिमानाभित्र हुनु पर्यो, नेपालको हकमा। अब भोलि भारतको हकमा भने भारतको सिमानाभित्र, श्रीलङ्का भने श्रीलङ्काको सिमानाभित्र, भुटान हो भने भुटानको सिमानाभित्र। अब भुटानमा गएर नेपालीहरूले जुन त्यहाँ अब केही काम गरे, मानौँ जस्तै अब सिजीको कुरा गरौँ न, सिजीको कुरा गरौँ। अब सिजीको कुरामा गर्दा सिजीले मानौँ भुटानमा गएर वाइवाई प्लान्ट स्थापना गरौँ। अब सिजीले त्यहाँ उत्पादन गर्छ, बिक्री वितरण गर्छ, त्यो भुटानको के हो त जिडिपीमा गनिन्छ। त्यसगरी हाम्रोमा पनि आएर विदेशी कम्पनीहरू स्थापना गरे, उनीहरूले उत्पादन गरेका वस्तु र सेवाहरू पनि हाम्रो जिडिपीभित्रै पर्छ। जिडिपी भन्ने बित्तिकै सिमानाभित्रको कुरा हो है। ल सिम्पल सानो 2-3वटा म इक्जाम्पल दिन्छु जस्ट फर यर इन्स्ट्यान्स है, यो बुझ्नलाई सहज हुन्छ भने मात्रै हो। जस्तै एनसेलको कुरा गरौँ। एनसेलले के गर्छ त भन्दाखेरि चाहिँ रिचार्ज कार्ड बेच्छ। उसले चाहिँ 1000वटा रिचार्ज कार्ड बेच्यो। 1000वटा रिचार्ज कार्ड बेच्यो एक वर्षमा, 12 महिनामा। एउटा चाहिँ कतिले त भन्दाखेरि चाहिँ 100ले, 100 रुपियाँको दरले उसले चाहिँ 100 रुपियाँको दरका 1000वटा सिम कार्ड बेच्यो अथवा रिचार्ज कार्ड बेच्यो। कतिको बेच्छ त भन्दाखेरि चाहिँ यतिको बेच्यो कि बेचेन? बेच्यो। त्यसै गरी एउटा दुध पाउडर अमुल छ नि, अमुल दुध पाउडर छ, उसले पनि 1000वटै बेच्यो। 1000वटा प्याकेट बेच्यो, 100 दरले नै बेच्यो। कति बेचेछ त? यति नै बेच्यो होइन। अब मैले कहीँ काम गरेँ, मैले तलब खाएँ, सन्तोषले कहीँ काम गर्यो, सन्तोषले चाहिँ अब महिनाको चाहिँ के त भने 100 दरले खाएँ मैले। एक वर्ष मैले कति पाएँ त? 1200 पाएँ होइन, पाएँ यो। अब चिनी अब एउटा कुनै अब बृहत चिनी मिलले मानव चिनी उत्पादन गर्यो र चिनी चाहिँ उसले के हो त चिनी फाइनल गुड्स भयो। सो फाइनल गुड्स चाहिँ उसले के हो त भने चाहिँ 100 प्याकेटै बेच्यो अथवा 1000 प्याकेटै बेच्यो। 1000 प्याकेटै बेच्यो र उसले पनि वर्षमा चाहिँ 1000 प्याकेट 100 रुपियाँको दरले, एक प्याकेटको 100 अथवा केजीको 100ले गर्दा उसले पनि कति बेचेछ भन्दाखेरि चाहिँ यति नै बेच्यो। यो सबै के हो त बजार मूल्यमा। मैले चाहिँ श्रम गरेर मैले प्राप्त गरेको तलब होइन, विभिन्न यो त अब यसले दिने के त अथवा होल्डिङले इन्टरनेट सर्भिस बेच्यो, उसले सेवा बेच्यो नि त उसले। ती सबैको के हो त भन्दाखेरि चाहिँ एक वर्षभित्रमा कति बेचेछ त्यसको के हो त मौद्रिक मूल्य, तत्कालीन समयको बजार भ्यालु कति छ, त्यसको सबै टोटल योगफल भनेको के हो त त्यो देशको के हो त जिडिपी हो। सो यहाँ कति भयो त भन्दाखेरि चाहिँ 1 लाख 2 लाख 3 लाख 3,12,000 भयो। यो बुझ्नको लागि मात्रै, यो सानो अङ्क किन लिए त भन्दाखेरि यहाँलाई मैले बुझ्नको लागि मात्रै बनाएको यो टोटल जिडिपी हो। यही नै के हो त जिडिपी, यति हो। एक देशभित्र बसोबास गरेका मानिसहरूले सायद त्यो स्वदेशी विदेशी हुन्, उनीहरूले सञ्चालन गरेका आर्थिक क्रियाकलापबाट उत्पादन गरेको अन्तिम वस्तु तथा सेवाको तत्कालीन समयको बजार मूल्यको टोटल योगफल भनेको के हो त त्यो देशको के हो त जिडिपी हो। यति कुरा बुझ्ने यसमा है। ल यो जिडिपी हो। अब जिडिपी पछि अर्को हामीसँग के छ भन्दा चाहिँ कुल राष्ट्रिय उत्पादन। अर्को हामीसँग सूचक के थियो? म्याक्रो इकोनोमिक इन्डिकेटर जिएनपी थियो, कुल राष्ट्रिय उत्पादन थियो होइन त। भयो, यो बुझ्नको लागि मात्रै हो साथीहरू। अब त्यसपछि अर्को हामीसँग के थियो भन्दाखेरि चाहिँ दोस्रो इन्डिकेटर हामीसँग के थियो भने चाहिँ जिएनपी, ग्रस नेसनल प्रोडक्ट, यानी कि कुल राष्ट्रिय उत्पादन। अब कुल राष्ट्रिय उत्पादनमा के पऱ्यो त? कुल राष्ट्रिय उत्पादनमा के पऱ्यो त?
यो कसरी क्याल्कुलेसन गरिन्छ त कुल राष्ट्रिय उत्पादन भन्दाखेरि चाहिँ यसमा सिम्पल तपाईँले के बुझ्नु पर्छ हाम्रो जिडिपी छ जिडिपी हाम्रो अहिले कति लाख आएको छ त 3,12,000 आएको छ 3,12,000 त्यस्तै जिडिपी कति आएको छ हैन 3,12,000 जिडिपी आएको छ हाम्रो टोटल जिडिपी त्यही हो अब त्यो जिडिपीमा सबै हाम्रो देशभित्र बस्छ त यो पैसा बस्दैन नि यो त एनसेल भने त विदेशी कम्पनी यसले त पैसा लान्छ आफ्ना कर्मचारीलाई तलब सलब के खुवाएर राज्यलाई कर नेपाल सरकारलाई कर तिरेर उसले बाँकी पैसा त बाहिर लान्छ त्यसैगरी अमूलले पनि लान्छ अथवा डाबर नेपाल त्यसले पनि लान्छ युनिलिभर त्यसले पनि लान्छ हैन त उनीहरूको प्रशासनिक खर्च कटाएर उनीहरूको मुख्य जुन बचेको नाफा त बाहिर लान्छ नि त हो त्यो चाहिँ त्यसमा चाहिँ के गरिन्छ भन्दाखेरि चाहिँ त्यसलाई चाहिँ माइनस गरिन्छ त्यसलाई हामीले के भन्छ त आउटफ्लो घटाइदिने त्यसलाई प्लस के गरे त भन्दाखेरि चाहिँ हाम्रा पनि त विदेशमा चौधरी ग्रुप छैन त छ नि त नाम ट्याक्क दिमागमा त चौधरी ग्रुप हो चौधरी ग्रुपले सर्बियामा नि बायो प्लान्ट फ्याक्ट्री खोलेको छ श्रीलङ्कामा पनि छ इन्डियामा पनि छ अब सिजीले त्यहाँ उत्पादन गरिसकेपछि उसको सबै त्यहाँ नाफा त त्यहाँ राख्दैन नि त नेपाल पनि त ल्याउँछ उसले त्यहाँ हायर गरेका कर्मचारीलाई तिर्ने त्यहाँको राज्यलाई कर सर सबै तिरेर चाहिँ बचेको पैसा उसले के हुन्छ नेपालभित्र ल्याउँछ त्यो चाहिँ के हो त हाम्रो इन्फ्लो यसलाई जोड दिने त्यति मात्र होइन नि त्यही अब सिजीकै फ्याक्ट्रीमा अथवा विदेशमा बसेर श्रम गर्ने हाम्रा नेपालीहरूले तलब प्राप्त गर्छन् स्यालेरी प्राप्त गर्छन् त्यो पनि कहाँ पर्छ नेपालमै पठाउँछन् त्यो के हो त भन्दाखेरि चाहिँ त्यो चाहिँ इन्फ्लो सो कुल राष्ट्रिय उत्पादन भने चाहिँ के हो त टोटल जिडिपीमा हाम्रो टोटल जिडिपीमा त के हो त सबै पैसा भित्र बस्दैन बाहिर पनि जान्छ त्यसलाई घटाइदिने र बाहिरबाट विभिन्न उद्योग कल कारखाना स्थापना गरेर त्यहाँबाट नाफा कमाएर नेपालभित्र पठाएको पैसा श्रम गरेर तलब भत्ता बापत पठाएको पैसा पनि त्यो पनि हाम्रो के हो त जोडिन्छ यताबाट गएको माइनस गरिन्छ यसलाई हामीले के भन्छ त कुल राष्ट्रिय उत्पादन भन्छौँ जिडिपी माइनस आउटफ्लो बाहिरबाट आएको इनफ्लो यसलाई हामीले के भन्छौँ कुल राष्ट्रिय उत्पादन भन्छौँ हैन त यही हो नि ल अनि अर्को हाम्रो कुन इन्डिकेटर थियो त भन्दाखेरि चाहिँ कुल राष्ट्रिय आय जस्तो अब हामीले पढ्छ नि हाल नेपालको कुल राष्ट्रिय आय कति छ हैन अथवा हाम्रो चाहिँ जिडिपीमा यसको हिस्सा कति छ अथवा कुल राष्ट्रिय आय दीर्घकालीन सोचे चाहिँ कति कुल राष्ट्रिय आय कति पुरानो लक्ष्य राखेको छ हामीले भन्छौँ नि सो कुल राष्ट्रिय आय भनेको त टोटल हो क्या यो सबै हो कुल राष्ट्रिय आय भने चाहिँ हाम्रो त अब यहाँ भित्रको त छँदैछ विदेशबाट जेसुकै आउँछ सबै के हो त हाम्रो कुल आय हो अब यहाँ क्वेसन आउन सक्छ हामीलाई हाम्रो जुन रेमिटेन्स विप्रेषण आउँछ नेपाल सरकारले विभिन्न समयमा दिनदिनै ऋण लिएकोले छ वैदेशिक ऋण अब विदेश भ्रमण जाँदा रहेछ अब हाम्रा नेताहरूले अथवा हाम्रो प्रधानमन्त्रीज्यूले अथवा कसैले अनुदान माग्छन् है हजुर दिनुहोस् भनेर त्यो पनि यहीँ आउँछ अथवा नेपाल सरकारले बाहिर गएर कहीँ लगानी गरेछ त्यसबाट जुन वैदेशिक ब्याज दर प्राप्त गर्छ त्यो पनि सबै के हो त भने चाहिँ यसैमा जोडिन्छ कुल राष्ट्रिय आय सो इज द टोटल भ्यालु अफ कन्ट्रिज इन्कम कन्ट्रिजको इन्कम देशभित्रको इन्कम त छँदैछ प्लस इन्क्लुडिङ के त सबै बाहिरबाट जुन इन्कम आउँछ इन्कम अफ अब्रोड त्यो सबै के हो त कुल राष्ट्रिय आय हो यसलाई हामीले के भन्छ त ग्रस नेसनल इन्कम ग्रस नेसनल इन्कम सबैभन्दा ठुलो चाहिँ के हुन्छ यही हुन्छ नि त होइन त सबै कुरा यसैमा आएर जोडिन्छ विप्रेषण अर्को वैदेशिक अनुदान हैन वैदेशिक ऋण यी सबै के का हिस्सा हुन् त भन्दाखेरि चाहिँ कुल राष्ट्रिय आयका हिस्सा हुन् जेसुकै आउँछ हाम्रो टोटल भ्यालु त छँदैछ देशभित्रको इकोनोमीको कन्ट्रिज इन्कमको जुन भ्यालु छ त्यसमा चाहिँ बाहिरबाट जेसुकै आउँछ सब जोड दिने हो यही नै हाम्रो के हो त कुल राष्ट्रिय आय यसरी बुझ्नु पर्यो है त ल यिनै कुराहरूलाई चाहिँ त्यसपछि अब पर क्यापिटा भनेको त हाम्रो प्रति व्यक्ति अब जिडिपी हाम्रो कति छ त 57,484 करोड छ अनि हाम्रो जनसङ्ख्या कति छ त औसत जनसङ्ख्याले भाग गर्दा एकजनाको भागमा कति पर्छ त्यही हो हाम्रो पर क्यापिटा जिडिपी अथवा पर क्यापिटा इन्कम जे भने पनि त्यही हो त्यसमा हामी छलफल गरि नै हाल्छौँ है सो यसरी चाहिँ बेसिक कन्सेप्ट यी कुराहरूमा तपाईँहरूले ग्रहण गर्नु होला ठिक छ ल यति भयो आर्थिक वर्ष 2009 भनेपछि के अरे 2009 पछि श्रावणदेखि हो कि मैले अघि तपाईँले भने यो आर्थिक वर्ष फिस्कल इयर सो व्हाट इज फिस्कल इयर मैले अघि नै लेखिसकिहालेँ आर्थिक वर्ष यानी कि फिस्कल इयर हाम्रो कहिलेबाट सुरुवात हुन्छ त भन्दाखेरि चाहिँ यो श्रावण 1 गतेबाट हुन्छ श्रावण 1 गते सुरु हुन्छ श्रावण 1 गते यो सुरु हुन्छ र अन्त्य कहिले हुन्छ त असार मसान्त भनेपछि कति वर्ष भयो 1 वर्ष भएको भयो नि त असार मसान्तसम्म त्यसको मसान्तको भोलिपल्ट त फेरि श्रावण लागिहाल्यो भएन भनेपछि कति महिनाको अवधि भयो त 12 महिना भयो सो 12 महिना भने कति वर्ष त 1 वर्ष हो सो 12 महिनालाई 1 वर्ष मानेर
कुनै पनि देशको आर्थिक गतिविधि वा क्रियाकलाप सञ्चालन गर्ने परिपाटी भनेको के हो त? यो आर्थिक वर्ष हो। पहिला हाम्रो चाहिँ चैत मसान्त भन्थ्यौँ नि, त्यो कहिले तक भन्दा चाहिँ यो भएको कहिलेबाट हो त? विक्रमसम्म 2009बाट। यहाँबाट चाहिँ के हो त? हाम्रो श्रावण 1 गते भयो। सो 12 महिनामा अथवा 1 वर्षमा चाहिँ त्यो देशभित्र अघि नै हामीले भन्यौँ नि, त्यो देशभित्र बसोबास गरेका स्वदेशी विदेशी सबैजनाले चाहिँ विभिन्न आर्थिक क्रियाकलापहरू सञ्चालन गर्छन्, अथवा त्यसलाई चाहिँ 1 वर्षलाई 1 वर्ष 12 महिनाले 1 वर्ष मानेर देशको आर्थिक गतिविधि सञ्चालन गर्ने परिपाटी नै एक आर्थिक वर्ष हो। सो नेपालमा कहिलेबाट भन्दाखेरि चाहिँ श्रावण 1 गतेबाट सुरु र असार मसान्तसम्म यसको के हुन्छ त? अन्त्य हुन्छ। ठिक छ ल, यो कन्सेप्टको कुरा भयो। अब हामी जाउँ केमा त भन्नुहुन्छ भने र्याङ्किङ इन्डेक्स। वर्ल्डमा अहिलेको अस्ति भर्खरै कहाँ क्वेसन आएको छ? यो वर्ल्डमा सबभन्दा तेस्रो ठुलो अर्थतन्त्र भएको देश कुन हो भनेर क्वेसन सोधेको छ नि त हो। सो विश्व अर्थतन्त्रले थोरै क्रम हेर्ने, यसमा नम्बर हेर्ने र क्रम हेर्ने हो। विश्व अर्थतन्त्र अथवा यसको नोमिनल जिडिपी। सो मैले नोमिनल जिडिपी भनेको के त भन्दै चाहिँ नोमिनल जिडिपी त्यो चाहिँ करेन्ट मार्केट प्राइसमा चाहिँ जुन मूल्य छ त्यो हाम्रो के त? नोमिनल जिडिपी। ल, यो धेरैवटा सङ्गठन निकाल्छन्, तर यसको यो मैले तपाईँलाई प्रस्तुत गरेको तथ्याङ्क 2024 को IMF को तथ्याङ्क हो है। यसको चाहिँ मिलियन डलर यसमा छ 2024 को 2024 मा। सो कम्तीमा 5 वटा अर्थतन्त्र भएका देशहरूको क्रम तपाईँले चाहिँ याद गर्नु होला। अब नो डाउट 1 नम्बरमा के आउँछ त? संयुक्त राज्य अमेरिका 1 नम्बरमा के आउँछ? यसका कति छन् होइन, क्रम मात्रै याद गर्नुहोस्। यो सोध्दैन, यो कति भनेर त के सोध्ला? अहिलेसम्म सोधेको इतिहास त देखिँदैन। संयुक्त राज्य अमेरिका 1 नम्बरमा आयो। दोस्रो नम्बरमा हाम्रो चिरपरिचित छिमेकी के हो त? चीन। र 3 नम्बरमा सोधेको छ। किन सोधेको छ भने यो चेन्ज भएको छ नि त। पहिला हाम्रो जापान थियो, अहिले यसलाई कसले प्रतिस्थापन गरेको छ त भन्दा चाहिँ जर्मनीले प्रतिस्थापन गरेको छ। जर्मनीले प्रतिस्थापन गरेको छ। त्यसपछि चौथो भनेको हाम्रो एसियाली देश जापान, र 5औँमा 23बाट नै बेलायतलाई कसले प्रतिस्थापन गरेको त? हाम्रो छिमेकी मुलुक भारत। र 6 नम्बरमा चाहिँ के छ त भन्दाखेरि चाहिँ बेलायत छ हैन। अब अमेरिका र चीन त हामीले याद गर्नै पर्दैन। अमेरिका र चीन हामीले याद गर्नै पर्दैन। अनि एउटा अलिकति उच्छृङ्खल शब्द छ, यो मैले सम्झिनको लागि मात्रै याद गरेको हो, तपाईँलाई अन्यथा लागेमा माफी चाहन्छु। जर्मनी भन्दा के हुन्छ? जर भन्दा के हुन्छ? जर्मन भने के त? मर भन्ने हुन्छ नि, मर्जा भाते भन्छ नि, गाली गरे क्या मर्जा भाते भनेर। मर्जा भारत भनेको, मर्जा भारत भने चाहिँ मर्जा भाते भनेर गाली गरिन्छ नि कहिलेकाहीँ। बेला न कोही बेला के जे पाए त्यही कुरा गर्छ। मैले सम्झेको तरिका हो यो, नो अफेन्स। यो विशुद्ध सिकाइ प्रायोजनको लागि मात्रै हो है, मुद्दा हाल्न नपाई यसमा। जर्मनी, जापान, भारत र बेलायत 24 को तथ्याङ्क अकर्डिङ टु IMF होइन त। यो केमा त? नोमिनल जिडिपी। त्यो भने के रहेछ? सबै भ्यालु अफ अल द फाइनल गुड्स एन्ड सर्भिसेस एट करेन्ट मार्केट प्राइस, त्यसलाई हामीले नोमिनल जिडिपी भन्छौँ। र यो तथ्याङ्कमा हाम्रो नेपाल चाहिँ कहाँनिर छ त भन्दाखेरि चाहिँ यसमा नेपाल कति स्थानमा छ त भन्दा नेपाल 2023 मा 98 स्थानमा थियो। अहिले नेपाल कति स्थानमा झरेको छ त भन्दा चाहिँ 100औं स्थानमा झरेको छ। र 189औं स्थानमा चाहिँ अन्तिममा कुन देश छ त भन्दाखेरि चाहिँ तुभालु। इन टर्म्स अफ नोमिनल जिडिपी नेपाल 100औं स्थानमा पर्छ। योभन्दा अगाडि 23 मा हामी 98 स्थानमा थियौँ, अहिले हामी 100 स्थानमा आएको छौँ। र इन मिलियन 43,43,673 यति छ। यति मिलियन डलर चाहिँ नेपालको के छ भन्दा चाहिँ अकर्डिङ टु IMF नेपालको नोमिनल जिडिपी यति छ 24 मा। यो सूचकाङ्क अथवा क्रम सोद्धाखेरि एउटा सोध्देला। र आर्थिकको कुरा गर्ने जहिले पनि दुईटा सूचक हाम्रो लागि महत्त्वपूर्ण छन्। एउटा आर्थिक स्वतन्त्रता सूचकाङ्क, अर्को समृद्धि सूचकाङ्क। आर्थिक स्वतन्त्रता सूचकाङ्क 2024 कति स्थानमा छौँ? ल भन्नुहोस्, कमेन्ट गर्नुहोस् यहाँहरूले। दोस्रोमा चाहिँ आर्थिक समृद्धि सूचकाङ्क, आर्थिक समृद्धि सूचकाङ्क, आर्थिक समृद्धि सूचकाङ्क। र यो आर्थिक स्वतन्त्रता सूचकाङ्क चाहिँ कसले यो प्रतिवेदन कसले सार्वजनिक गर्छ भन्दा चाहिँ द हेरिटेज फाउन्डेसन। यो कसले सार्वजनिक गर्छ त?
द हेरिटेज फाउन्डेसनले सार्वजनिक गर्छ। यी क्वेसनहरू चाहिँ समसामयिकको दृष्टिकोणले महत्त्वपूर्ण छन् है सूचकाङ्कहरू। र समृद्धि सूचकाङ्क भनेको द लिगेटम इन्स्टिच्युट। अब यसरी कसरी प्रोनाउन्सिएसन गर्ने हो गर्नुहोस्, इट्स अप टु यु, तपाईँलाई छोडिदिएँ मैले प्रोनाउन्सिएसन गर्दा लिगेटम इन्स्टिच्युट भने, माथिको द हेरिटेज फाउन्डेसन। 24 दुईटैको कमेन्ट गर्नुहोस् एकचोटि, लेट मी चेक त सबैजनाले। त्यो च्याटलाई अलिकति लामो तार्नु त। ओके, आर्थिक स्वतन्त्रता सूचकाङ्कमा हामी कति स्थानमा छौँ? 142औं। त्यो त हाम्रो 23मा हो। ल रुपेश सरको मिल्यो है, 130औं। 24मा हामी कति नम्बरमा आएको छौँ त भन्दाखेरि चाहिँ 130मा छौँ। त्यो 142औं भनेको हामी 2023मा थियौँ। र त्यसपछि इकोनोमिक प्रस्पेरिटी, समृद्धि भनेको प्रस्पेरिटी इन्डेक्स 23मा नि 110, अहिले पनि हामी कतिमा छौँ त? 110मै छौँ नि त। 24मा पनि हामी कतिमा छौँ त? 110औं स्थानमा छौँ। सो यो एउटा इन्डेक्सको कुरालाई पनि भयो, क्रममा पनि यो महत्त्वपूर्ण होला। र यहाँ हामीले यो क्वेसन बारम्बार हामीलाई महत्त्वपूर्ण यो सोधेको छैन, यो पनि सोधिसकेको छ, दोस्रो ठुलो अर्थतन्त्र भएको। सो मैले अघि नै भनिसकेँ, अर्थतन्त्रलाई मापन गर्ने प्रमुख सूचक, आधारभूत सूचक भनेको त्यो देशको के हो त? जीडीपी हो। र जीडीपीको आधारमा चाहिँ अन्तर्राष्ट्रिय मुद्रा कोषको 2024को तथ्याङ्क अनुसार विश्वको प्रमुख 5वटा ठुला अर्थतन्त्र भएका मुलुकहरू, नेपाल 100 स्थानमा, अन्तिम स्थानमा तुभालु छ। ल टिप्पणी गर्नुहोस्, समसामयिकमा यो महत्त्वपूर्ण हुनसक्छ है त। अनि त्यसपछि डबल ट्याप, एले एलाई बीले एलाई, त्यो भने के अहिलेसम्म मैले बुझेकै छैन। ल ओके, ल त्यसो भए हाल नेपालको कुल गार्हस्थ उत्पादन कति छ त? कुल गार्हस्थ उत्पादन यी प्रतिवेदनहरू केमा आधारित छन् त भन्दा चाहिँ सर्वेक्षण प्रतिवेदन आर्थिक वर्ष 2080-81, आर्थिक वर्ष 2080-81 मा आधारित छन् है त। अनुमानित कुल गार्हस्थ उत्पादन कति छ त भन्दाखेरि चाहिँ टोटल कति छ? 57 खर्ब, 57 खर्ब 4 अर्ब 84 करोड, 84 करोड। ल सो हाल नेपालको टोटल जीडीपी कति छ त भन्दाखेरि चाहिँ 57 खर्ब 4 अर्ब 84 करोड है। अब मैले तपाईँलाई कसरी भनेको छु, यो अब यो सबै तथ्याङ्कले तपाईँले कोरिलेसन गर्ने है, यो घोकेर त कहाँ सकिन्छ, पोसिबलै छैन। सो 57 सालमा म चाहिँ अब 4 वर्षको लागि चाहिँ के हो त भनेर चाहिँ मेरो सम्पत्ति दोब्बर पार्न 4 वर्षलाई म विदेश हिँडेको थिएँ। मैले सम्झेको तरिका हो, 57 सालमा 4 वर्षको लागि भनेको 4, दोब्बर पार भनेको 8, पहिला हाम्रो बेस के हो त 4, यति पुऱ्याउन म विदेश हिँडेको थिएँ। मैले सम्झेको तरिका जुन यसको हाम्रो अघिल्लो आर्थिक वर्ष भन्दा यसको वृद्धि दर कति छ त भन्दाखेरि चाहिँ वृद्धि दर कति हो त? 3.5%। यति हो नि अघिल्लो आर्थिक वर्षमा। कति थियो हाम्रो अघिल्लो आर्थिक वर्षमा 79-80मा कति थियो? कति थियो त? 53 खर्ब, सुरुको 53, लास्टको 53, बिचमा कति थियो? 48, 53 खर्ब 48 अर्ब, पछाडि पनि 53 करोड नै छ। सो 79-80मा हाम्रो 53 खर्ब 48 अर्ब 53 करोड, अहिले चाहिँ हाम्रो 57 खर्ब 4 अर्ब 84 करोड। म 57 सालमा अब 4 वर्षमा विदेश हिँडेँ, मेरो धन दोब्बर पार्न भनेर म गएँ। 4 को डबल 8, हाम्रो बेस कति त? पहिला त 4 हो नि त। गएँ भन्ने कुरा चाहिँ मैले यसरी सम्झेको थिएँ होइन। सो यो टोटल जीडीपी हो। अब यो जीडीपीमा हामीले के हेर्ने त भन्नुहुन्छ भने प्रदेशगत अंश, प्रदेशगत अंश यो टोटल जीडीपी भनेको त हाम्रो देशभित्रको हो नि त। सो देशभित्रको जीडीपी भनेको के हो त? हाम्रो 7वटै प्रदेशको जीडीपी हो। अब प्रमुखताका साथ सोधिने क्वेसन यहाँ के हो त भन्दाखेरि चाहिँ हाम्रो टोटल जीडीपीमा सबभन्दा बढी कुन अंश कुन प्रदेशको बढी छ? र सबभन्दा नोमिनल सबभन्दा कम कसको छ त? दुईटा क्वेसन। प्रदेशगत अंशमा सबैभन्दा बढी अंश कुन प्रदेशको छ त? सबैभन्दा बढी अंश बागमती प्रदेशको छ। बागमती प्रदेशको छ। बागमती प्रदेशको कति अंश छ त साथीहरू? 36.4% छ। त्यसै गरी सबैभन्दा कम अंश कुन प्रदेशको छ त? कर्णाली प्रदेशको छ। कुन प्रदेशको छ त? कर्णाली
प्रदेशको छ। सो कर्णाली प्रदेशको कति छ त 4 कति % छ त 3% छ। सो सिम्पल मेरो तरिका मैले कसरी याद गरेको थिएँ यसमा भन्नुहुन्छ भने मेरा बा 36 सालमा आमाको 4 रुपियाँ चोरेर भाग्नु भएको थियो अरे। मेरो दिमागमा त्यही आयो, मैले त्यही सम्झिदिएँ। इट्स अप टु यु। कर्णाली प्रदेश भने चाहिँ कर्णाली नदीका कतिवटा सहायक नदी छन् त 7। कर्णाली भने चाहिँ 7 र सहायक नदी छन्। अब यो 7 कसरी पुर्याउनु त भन्दाखेरि चाहिँ 4 र 3 जोडेर 7 पुर्याउने। कसरी जोड्ने त भन्दाखेरि चाहिँ यस्ता दुईटा अङ्क जोड्नुस् जसको सबभन्दा कम फरक आउँछ। 7 कसरी पुर्न सक्छ त? हरेक 6 र 1 ले नि हुन्छ, 5 र 2 ले नि हुन्छ नि। तर 4 र 3 जोड्यो भने के हुन्छ त भन्दाखेरि चाहिँ 7 आउँछ। डिफरेन्स सबभन्दा मिनिमम 1 हुन्छ। मैले सम्झेको तरिका सबभन्दा कम फरक बनाउने दुईटा शब्द जोड्ने, दुईटा अङ्क जोड्ने, त्यो भनेको 4 र 3, पहिला ठुलो अनि सानो भनेर सम्झिने। 4.3 कर्णाली प्रदेशको 7 है। ल अब अन्य प्रदेशको हकमा भोलि तपाईँलाई कहिलेकाहीँ क्रम सोध्देला, प्रदेशका परीक्षाहरूमा यहाँहरू सहभागी हुनु होला। प्रदेशका सोधियो भने चाहिँ कोशी प्रदेशको कति अंश छ त 15.8%। यसलाई मैले सम्झेको तरिका भनेको तिमी मभन्दा 15 कोष टाढा छौ। 15 कोष टाढा भनेको के त? टाढा भनेको यस्तो हुन्छ नि त, टाढा छौ तिमी मभन्दा 15 कोष टाढा छौ। 15 भनेको 15, यो टाढाको यो के हो त 8। मैले सम्झेको तरिका तिमी एउटा गीत छ नि, तिमी मभन्दा कोसौँ टाढा छौ। कति कोष टाढा छौ? 15 कोष टाढा छौ। टाढाको ट भनेको 8 खेल्दिने हो है। त्यसपछि मधेसको 13.1%। कसरी सम्झिने त? मधेस नसम्झिनुहोस्, महेश सम्झिनुहोस्। महेश म तेरो 1 रुपियाँ पनि खान्न। महेश म तेरो भनेको तेरो 1 रुपियाँ पनि खाँदै खान्न, फिर्ता गरिदिन्छु, टेन्सन नगर। तेस्रो के छ त? बागमतीको 36.4 छँदैछ। त्यसै चौथो भनेको गण्डकी। गण भनेको के हो त? गण भनेको 9। गणले एकजना मान्छे त पक्लकै ढालिदिन्छु म, 9.1। त्यसपछि अर्को लुम्बिनी प्रदेश। लुम्बिनी लु विश्वमा 8000 मिटर अग्ला हिमाल कतिवटा छन् त? 14वटा छन्। लु विश्वमा भएका 8000 अग्ला हिमाल, 8000 मिटर अग्ला हिमाल मध्ये नेपालमा भएका 3टा चढेर देखाउ त। 14.3%। लु हेरौँ त विश्वमा 8000 मिटर अग्ला हिमाल कतिवटा हुन्छ? 14 हो नि। लु विश्वमा भएका 8000 मिटर अग्ला हिमाल 14 मध्ये नेपालमा भएका कतिवटा त? 3टा। 8500 मिटर सम्झिनलाई चाहिँ 3 भने मैले सम्झेको। त्यो 3टा 14 मध्ये 3वटा हिमाल चढेर देखाउ त। लु तिमीले त देखाउ त, तुजुक लाउँछौ। लु 8000 मिटर अग्ला हिमाल 14वटा छन्, ती मध्ये 3टा चढेर देखाउ त। सकिगयो नि आफ्नो तरिकाले यसलाई याद गर्ने। लुम्बिनीको के छ? भइहाल्यो। कर्णालीको 6 नम्बरको 4.3 भइहाल्यो। अब सुदूरपश्चिमको त सुदूरपश्चिमकै 7 छँदैछ। सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम भनेको के त? 7 भइहाल्यो। पोइन्ट 1। सो प्रदेशगत अंश कहिलेकाहीँ क्रम सोधिन सक्छ अथवा प्रदेशका परीक्षाहरूमा भोलि अब यहाँले कोशी प्रदेशको परीक्षामा अपियर हुँदै हुनुहुन्छ भने हाम्रो टोटल जीडीपीमा चाहिँ आर्थिक वर्ष 80-81 मा अनुमानित चाहिँ अंश यसको कति हो त भन्दा चाहिँ 15.8% हो। के को त भन्दाखेरि चाहिँ कोशीको। महेश म तेरो 1 रुपियाँ पनि खान्न। गण भनेको 9 एकजना मान्छे ढालिदियो। लु 14000 मिटर अग्ला हिमाल मध्ये 3टा चढेर देखाउ त। मेरो कथा हो यो हैन। बाले 36 सालमा चाहिँ 4 रुपियाँ छोडेर हिँड्नुभएको छ। 36 सालमा के हो त? बाले 36 सालमा चाहिँ 4 पटक मतदान गर्नुभएको थियो अरे। 36 सालमा त होइन, 37 सालमा हुने भयो। सम्झिनुहोस् है। अब कर्णाली प्रदेशको भनेको 4.3, 4 भनेको 4, 3 जोडेर 7 हुन्छ। 7 भनेको कर्णालीका सहायक नदी, पहिला ठुलो अनि सानो लेख्ने। मिनिमम डिफरेन्स भनेको 1 को आउँछ, त्यही दुईटा बीच। अब 2 र 5 को त 7 हुन्छ, तर डिफरेन्स बढी। 1 र 6 त झन् डिफरेन्स बढी हुन्छ। सो एकदमै महत्त्वपूर्ण। सो नेपालको टोटल जीडीपी आर्थिक वर्ष 80-81 मा हाम्रो अनुमानित जीडीपी 57 खर्ब 4 अर्ब 84 करोड, जुन अघिल्लो आर्थिक वर्षको भन्दा यो के छ त? बढेछ नि। त हामीले के भन्थ्यौँ? जब जीडीपी सकारात्मक अथवा आकार बढ्दो छ भने त्यसको साइज बढिरहेछ भने पक्कै पनि त्यो देशको अर्थतन्त्र सही दिशामा छ भन्ने कुराले लिङ्गित गर्छ भन्ने कुरा यहाँलाई मैले प्रारम्भमै यहाँलाई मैले अवगत गराइसकेको छु है त। ल अब यो जीडीपी को संरचना कस्तो छ त? हाम्रो धेरैवटा तरिकाले यहाँ क्वेसन सोधेको पाउँछौँ हामीले। सिधै नेपालको जीडीपीमा सबभन्दा बढी योगदान दिने क्षेत्र कुन हो? यो शिक्षक सेवा आयोगमा सोधेको क्वेसन हो। सेवा क्षेत्र हैन, त्यहाँ कृषि लेखेको थियो, द्वितीय क्षेत्र थियो, अनि अर्को एउटा के थियो, अनि अर्को सेवा क्षेत्र थियो।
कसैका उपक्षेत्र कसैका मुख्य क्षेत्र राखिदिएको थियो हैन। ल टिप्पणी गर्नुस्। अब जाउँ क्षेत्रगत संरचना अथवा कुल गारस्थ उत्पादनको संरचना। एउटा सुरुमा के छ कृषि, अर्को के छ गैर कृषि छ, अर्को के छ प्राथमिक क्षेत्रगत संरचना, प्राथमिक द्वितीय तृतीय, अर्को फेरि के छ छुट्टै कृषि उद्योग फेरि सेवा क्षेत्र छ। अनि त्यसका फेरि हरेकका उपक्षेत्र छन्। यहीँबाट आउने है क्वेसन, एकदमै महत्त्वपूर्ण ठाउँ हो यो प्रश्न निर्माण हुने। ल ओके, अब जाउँ हामी कुल गारस्थ उत्पादनको संरचना। कुल गारस्थ उत्पादनको संरचना, उत्पादनको संरचना के छ त? धेरैवटा संरचना छन् है। एउटा पहिलो त हामीले के हेरौँ त भन्दाखेरि यसको कृषि र गैर कृषि, कृषि र अर्को के त भन्दाखेरि चाहिँ गैर कृषि, कृषि र अर्को गैर कृषि केही छ। ल सो एग्रिकल्चर एन्ड नन एग्रिकल्चरल सेक्टर, एग्रिकल्चर एन्ड नन एग्रिकल्चर, नन एग्रिकल्चर सेक्टर है त। सो टोटल त हाम्रो कति भयो त 57 खर्ब भइहाल्यो। 57 खर्ब सन्तोष खड्का 57 सालमा 4 वर्षलाई चाहिँ विदेश गएछ, धन दोबर पार भनेर सम्झिनुहोस्। 57 खर्ब 4 अर्ब 84 करोड, अथवा फर्केर 84 सालमा चाहिँ 84 सालमा चाहिँ भोट हाल्नु पर्यो। सबैले मिसन 84 भनिरहेछन्, भोट त हाल्नु पर्यो नि, गयो। 57 सालमा खड्का धन चाहिँ 4 डबल बनाउँछ भनेर 84 मा फर्किन्छ भनेर गएको छ भोट हाल्ने गरी। यसरी संविधान हुन्छ, तपाईँको दिमागमा जसरी घुस्छ घुसाउनुहोस्, तर यो घोकेर चाहिँ नबस्नुहोस् हैन। घोक्दै जाँदाखेरि के हुन्छ 57 खर्ब 4 अर्ब 84 गरेर के त 48 भइसक्यो हुन्छ, टोयलेट गरेर आउँदा बिर्सिन्छ। ठिक छ। ल सो यो चाहिँ हाम्रो के हो त 100% हो, 100% हो। अब यसमा चाहिँ कृषिको हिस्सा कति छ? कृषिको हिस्सा कति छ त भन्दाखेरि चाहिँ 24.09% छ। अब 100मा यो घटाएपछि त यताको त आइहाल्यो नि, कति आउने भयो त? 100 माइनस यो गर्दा 0.9 भनेपछि त 9 आइहाल्यो। सो गैर कृषिको कति हुने भयो त? गैर कृषिको 75.91% हुने भयो, 75.91%। र यसको वृद्धि दर कति छ त? कृषि क्षेत्रको वृद्धि दर कति छ त? यसको अनुमानित वृद्धि दर 3.03%, 80-81 मा। यो यसको कति छ त भन्दाखेरि चाहिँ यसको वृद्धि दर 3.75% छ। ल सो पहिलो क्वेसन, हाम्रो टोटल जीडीपीमा चाहिँ कृषि क्षेत्रको योगदान कति छ भने चाहिँ 24.09% छ। अब कसरी याद गर्ने त? यो कृषि भनेको त खेतबारीमा काम गर्ने हो नि त। मैले सम्झेको तरिका है, अब तपाईँलाई जसरी सहज लाग्दैछ, कृषि भनेको खेतबारीमा तपाईँले कति घन्टा काम गर्नुहुन्छ? 24 घन्टा काम गर्नुहुन्छ साथीहरू, 24 घन्टा काम गर्नुहुन्छ। 24 घन्टा काम गर्दा पनि हातमा लाग्यो शून्य, हातमा लाग्यो शून्य। खाना पुग्छ त? पुग्दैन नि। हाम्रो कृषि गणनामा के हाम्रो सबै उत्पादनहरूले चाहिँ हाम्रो कृषक परिवारलाई उपभोग गर्न पुग्यो त? पुगेन नि। सो 24 घन्टा हात 10 हात खुट्टा नङ्ग्र्यायो, हात लाग्यो शून्य नै। हात लाग्यो के त? शून्य नै हुने भयो, शून्य नै हुने भयो। शून्य नै भनेको के त? 9। 24 घन्टा काम गरेर दिनको 24 घन्टा काम गर्दा पनि हात लाग्यो शून्य नै हुने भयो, नै हुने भयो। कृषि दिनको 24 घन्टा काम गर्दा हात लाग्यो शून्य, खेतीपाती गर्दा भनेर सम्झिने। अब यो त याद गर्नै परेन, 100 माइनस यो गरेपछि त्यो आइहाल्यो, आएन? आइहाल्यो। ल यो भयो। है 24 घन्टा काम गर्दा पनि खाना पुगेन, हातमा लाग्यो शून्य, सम्झिने हो कि? शून्य नै, नै भनेको 9 हुने भयो। अब दोस्रोमा छ हाम्रो के छ भन्नुहुन्छ भने क्षेत्रगत संरचना, प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र तृतीय क्षेत्र, यानी कि सेवा क्षेत्र। अब त्यसतर्फ जाउँ। भयो, डटमा गर्नुहोस्, ट्याक्कै डबल ट्याप, एले एलाई बीले बीलाई फलो गर्ने, फलो गरे भलो हुन्छ भनेर कसले भन्छन् त भन्दाखेरि चाहिँ बच्चा जन्मिँदा सालनाल काट्ने चलन कसले चलाएको थिए? उनीहरूले भन्छन्। सूचे होइन, एन्स मात्रै, अंश बर्मा। ल
क्वेसन कसरी आउँछ? क्वेसन यसरी आउँछ, टोटल जीडीपीमा कृषि क्षेत्रको योगदान कति छ? 80-81 को अनुमानित योगदान। गैर कृषिको कति छ? त्यसरी आउँछ। वृद्धि दर कति छ? यसरी आउने। अरू कसरी आउने? तथ्याङ्क, यो विशुद्ध तथ्याङ्क याद गर्ने। जुन जुन तरिकाले खेलेर हुन्छ कि नाचेर हुन्छ कि उफ्रेर हुन्छ कि घोप्टो परेर हुन्छ कि दायाँ बायाँ फर्केर हुन्छ कि तथ्याङ्क याद गर्ने। यसमा नयाँ कुरा केही पनि छैन। हरेक वर्ष चेन्ज हुन्छ यो। अब जेठ पछाडिको साथीहरूलाई फेरि अर्को आइहाल्छ। अहिले परीक्षा हुने साथीहरूलाई दिल गार्डन यही हो पढ्ने, होइन त? ल, अब अर्को जीडीपीमा, कुल गार्हस्थ उत्पादनमा जीडीपीमा क्षेत्रगत संरचना, जीडीपीमा क्षेत्रगत संरचना ल कतिवटा क्षेत्र छन् त जीडीपीमा? 3टा क्षेत्र छन्। उताको कृषि र गैर कृषि भइहाल्यो। यतापट्टिको प्राथमिक क्षेत्र, अर्को द्वितीय क्षेत्र, अर्को के छ त? तृतीय। यसलाई हामीले के भन्छौँ? सेवा क्षेत्र पनि भन्छौँ। सेवा क्षेत्र। सो प्राथमिक इट्स कल्ड द प्राइमरी सेक्टर, सेकेन्डरी सेक्टर र अर्को के त भने चाहिँ टर्सियरी और सेवा भनेको के त? सर्भिस सेक्टर। सिम्पल यही क्वेसन आछ हैन त? हाम्रो टोटल जीडीपीमा 57 खर्ब 4 अर्ब 84 करोड हाम्रो जहिले पनि टोटल जीडीपी हो। त्यसमा चाहिँ कुन क्षेत्रको योगदान सबभन्दा बढी छ त? कमेन्ट गर्नुस् त एकचोटि ल। कुनको बढी छ? प्राथमिकको छ कि द्वितीयको छ कि तृतीयको छ? यो क्वेसन पराशर शिक्षक सेवा आयोगको क्वेसन यही हो। आउने अरूलाई पनि यसरी नै हो, हैन? ओके, सबैले मिलाउनु भएको छ? तृतीय क्षेत्र यानी कि सेवा क्षेत्र कति छ त? सो प्राथमिकको कति छ त भन्दाखेरि चाहिँ 24.56% छ। द्वितीय क्षेत्रको कति छ त? 12.53%। यसको कति छ त भन्नुहुन्छ भने 62.9%। ल, 3टा कृषिको र गैर कृषिको सिद्धिको। यतापट्टि फेरि के छ भन्दाखेरि चाहिँ प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको छ। साधारणतः सोध्यो भने यसको एन्सर के हुन्छ? त्यो भइहाल्यो। तर भोलि क्वेसनले चाहिँ के हो त भने यसका उपक्षेत्र पनि राखिदिन्छ क्या अप्सनमा। भनेपछि यसका उपक्षेत्र के हुन् त पनि हामीले जान्नु पर्यो। भोलि हामीले पर्यटन, शिक्षा, स्वास्थ्य अनि निर्माण क्षेत्र दिएमध्ये तृतीय क्षेत्रमा नपर्ने कुन हो अथवा द्वितीय क्षेत्रमा पर्ने कुन चाहिँ हो? त्यसरी आउने नै भइहाल्यो। तथ्याङ्क त झन् चाहियो है। ल, 24.56 मैले कसरी सम्झाएको थिएँ? आजको दिनमा तपाईँहरूको प्राथमिकता के हो? पढ्ने हो नि। दिनको कति घन्टा पढ्नुपर्छ? दिनको 24 घन्टा। मैले सम्झेको तरिका हो, सजिलो लाग्छ ग्रहण गर्ने, नचाहिन्छ भने आफ्नै तरिकाले आफैले निर्माण गर्ने। किन? सूत्र भनेको आफैले निर्माण गर्नुपर्छ। अरूले निर्माण गरेका सूत्र र पुत्र काम दिँदैनन्। ल, अब 24 तपाईँको प्राथमिकता भनेको आज पढ्ने हो। पढ्नलाई कति छ त भन्दा चाहिँ दिनको 24 घन्टा छ। दिनको 24 घन्टा। यसलाई पढ्नुहोस् त कति हुन्छ यो? यसलाई हामीले प्रोनाउन्सिएसन गर्दा कसरी पढ्छौँ? 56 भनेर पढ्छौँ नि। सो दिनको 24 घन्टा छ पढ्न समय। खै त हामीलाई पढ्न समय नै छैन भन्नुहुन्छ नि। सबैलाई दिने 24 घन्टा नै होइन त? दिनको 24 घन्टा छ पढ्न समय। 6 पढ्न भनेको यहाँ के हो त भन्दाखेरि चाहिँ 56, 24 घन्टा 24.56%। मैले याद गरेको तरिका यही हो। तपाईँको आज प्राथमिकताको क्षेत्र भनेको पढ्ने हो। पढ्ने भनेको दिनको 24 घन्टा, समय छैन भनिन्छ नि। दिनको 24 घन्टा छ पढ्न सबैलाई यो याद गर्ने हो, होइन? द्वितीय भनेको के त? द्वितीय भनेको 2 हो नि। मैले सम्झेको तरिका है, द्वितीय भनेको 2। मेरी श्रीमती, मेरी छोरी, 2 जना। मैले मेरो श्रीमतीलाई के भने र छोरीलाई मैले के भने? हेर, तिमीहरू 2 जना बिना त म 1 वर्ष पनि बाँच्न सक्दिनँ। 1 वर्ष भनेको कति हो त? 12 महिना हो कि होइन? 1 वर्ष पनि बाँच्दिन होला। 1 वर्ष पनि बाँच्दिन होला। लास्टैमा लाग्छ तिमीहरूको, बाँच्दिन होला। सो बाँच भनेको के हो त? बाँच भनेको 5 हो, दिन भनेको 3 हो। यसरी कोरिलेसन गर्नुहोस्। मैले भने मेरो श्रीमतीलाई, छोरीलाई, आज मलाई तिमीहरूको लास्टै माया लाग्यो, म त तिमीहरू बिना बाँच्दिन होला 1 वर्ष पनि। 12 भनेको के त? 1 वर्ष पनि बाँच्दिन भने के त? अथवा 1-2 दिन पनि बाँच्न सक्दिन होला। द्वितीय भनेको 2।
दोस्रो क्षेत्र भने नि त दुईजना भनेको मेरो श्रीमती छोरी श्रीमती र छोरी बिना त म 1 वर्ष पनि बाँच्दिनँ बाँच भनेको 5 दिन भनेको 3 होला 5 दिन 12.53 सक्यो अर्को के छ हामीसँग तृतीय क्षेत्र छ तृतीय क्षेत्र भनेको हाम्रो कति छ 62.9 छ अब एउटा कुन क्षेत्र हो यो सेवा छ नि अहिले हाम्रो नेपालमा मात्र संसारको जुन चाहिँ ठाउँमा सेवा भावनाले कोही पनि प्रेरित छ त छैनौ नि हामी कोही पनि सेवाको भावनाले कोही पनि प्रेरित छँदै त छैनौ छँदै भनेको के त छँदै भनेको के त छँदै भनेको 6-2 त छैनौ छँदै छौँ त छैनौ न छँदै छैनौ हामी कोही पनि मैले सम्झेको यसरी म पुरै वाक्यांश यहाँ लेख्छु तपाईलाई मन पर्यो भने यसलाई चाहिँ टिप्पण गर्न सक्नुहुन्छ हामी कोही पनि # यो सम्झिनको लागि मात्रै है फेरि तपाईहरु सबै एकदमै सेवा भावले प्रेरित हुनुहुन्छ नि हामी कोही पनि सेवाको भावले प्रेरित छौँ त छैनौ प्रेरित छँदै त छैनौ छँदै त छैनौ भने के त छँदै भनेको के त यो 6 भइहाल्यो दै भनेको 2 छँदै त छैनौ भनेको के त 9 भनेको त 62.9 यसरी याद गर्नुस् सकिगयो हैन टाइम लाग्छ केही समय टाइम लाग्छ भनौं तर यसलाई तपाईले के त भन्दाखेरि चाहिँ फर्मुलेसनमा जानुस् नभए त 12.24.5 भनेर याद गर्दा गाह्रो हुन्छ है ल यसरी अब यसको वृद्धि दर कति छ त प्राथमिक क्षेत्रको वृद्धि दर 3.03 नै हो अघि जुन अगाडि मैले कृषिको ल्याएको थिएँ यसको पनि 3 यसको वृद्धि दर यहाँ नै लेख्छु है मैले तल लेख्नु पर्छ त्यो ठाउँ अटाइने मैले वृद्धि दर यसको 3.03%। यहाँ मुनि लेख्नुस् है तपाईले लेख्दा चाहिँ यहाँ तल लेख्नुस् प्राथमिक क्षेत्रको वृद्धि दर कति हो त भन्दा चाहिँ 3.03 त्यसको द्वितीय क्षेत्रको वृद्धि दर कति हो त भन्दाखेरि चाहिँ 1.20% द्वितीय यानी कि यसलाई के भन्छ सेकेन्डरी सेक्टरको वृद्धि दर कति छ 1.20% यो भयो सबैभन्दा बढी वृद्धि दर कसको छ त भन्दा तृतीय क्षेत्रको छ कति छ त भन्दाखेरि चाहिँ यसको वृद्धि दर कति छ त 4.5% छ कहिलेकाहीँ वृद्धि दर पनि फ्याट्टै सोधिन सक्ला त्यति धेरै त नसोध्ला तर यो महत्त्वपूर्ण हो त्यो भन्दा पनि है ल एउटा कृषि अर्को गैर कृषि अब अर्को के छ त भन्दाखेरि चाहिँ अब तपाईले सुन्नु भयो होला कहीँ उद्योग क्षेत्रको योगदान 13% भनेर कहीँ तपाईले सुन्नु भएको छ हैन यहाँ चाहिँ अब हामीले के त द्वितीय क्षेत्रमा त उद्योग मात्र छैन त्यहाँ त उत्पादनमूलक उद्योग पनि छ निर्माण क्षेत्र पनि छ ग्यास ढल विद्युत पानी वातानुकूलित यो सबै आपूर्ति छ त्यसकारणले अब अर्को के त भन्दाखेरि चाहिँ कृषि क्षेत्र उद्योग क्षेत्र सेवा क्षेत्र उनीहरूको योगदान अथवा उनीहरूको चाहिँ टोटल जीडीपीमा योगदान कसरी छ त त्यसतर्फ जाउँ अब भयो प्राथमिक क्षेत्रको 24.5 छ दिनको सबैलाई दिनमा पढ्ने 24 घण्टा छ पढ्न 24.56 भनेको 6 पढ्न दुईजना बिना त म 1 वर्ष चाहिँ बाँच्दिन 5 दिन बाँच भनेको 5 दिन भनेको 3 बाँच्दिन तृतीय क्षेत्र भनेको सेवा क्षेत्र हामी कोही पनि सेवाको भावले प्रेरित छँदै त छैनौं सम्झिनको लागि मात्र सबैजना सेवा भावले प्रेरित छौं है ल सो त्यसपछि अब जीडीपीमा योगदान तीनटा अर्को एउटा के छ त भन्दाखेरि चाहिँ कृषि छ कृषि क्षेत्र अर्को दोस्रो के छ त उद्योग क्षेत्र अर्को के छ त भन्दाखेरि चाहिँ सेवा क्षेत्र अर्को के छ सेवा यानी कि सर्भिस सेक्टर कृषिको त अघि नै हामीले भनिसकेका छौं 24.09 भनेका छौं हैन अब द्वितीय क्षेत्र हो नि त उद्योग त द्वितीय क्षेत्रमा पर्छ त्यहाँ तर के छ त्यहाँ उत्पादनमूलक उद्योग मात्रै पर्छ सो उद्योग क्षेत्रमा चाहिँ के पर्छ त भन्नुहुन्छ भने उद्योग क्षेत्र भने चाहिँ द्वितीय क्षेत्र एउटा त परिहाल्यो द्वितीय क्षेत्र प्लस यसमा अर्को के त खानी सेक्टर खानी तथा खनिज पनि यसमा पर्दछ यो अब सेवा भनेको तृतीय यो भइहाल्यो हैन द्वितीय क्षेत्रमा उद्योग भनेको उद्योग भित्र द्वितीय क्षेत्र पनि पर्यो र त्यसमा चाहिँ प्राथमिक क्षेत्रको खानी तथा खनिज पनि यसैमा जोडिन्छ त्यो भनेको द्वितीय क्षेत्र कति हो 12.53% खानी क्षेत्र कति छ 0.47% यो जोड्दाखेरि उद्योग क्षेत्रको जीडीपीमा योगदान कति छ 13%
यसको कति छ त 62.9%। त्यसै गरी यसको अब 24.09, यसलाई अब एप्रोक्सिमेटली 24.1% भन्दा हुन्छ। यो सबै तीनटै जोड्यो भने यो तीनटै जोड्यो भने टोटल कति हुन्छ त भन्दाखेरि चाहिँ 100% हुन्छ। ल साथीहरुमा चाहिँ यो उत्पादनमूलक उद्योग र उद्योगमा अलिकति कन्फ्युजन छ। उत्पादनमूलक उद्योग भने चाहिँ द्वितीय क्षेत्रको सहायक क्षेत्र हो, उपक्षेत्र हो। तर समग्र उद्योग क्षेत्र भनेकै द्वितीय क्षेत्र प्लस खानी तथा खनिज त्यो पनि पर्छ है। ल द्वितीय क्षेत्रको योगदान मैले यहाँ कति लेखेको छु 12.5 दिन, त्यसमा खानी तथा खनिज जोडिएपछि खानी तथा खनिजले दिने योगदान कति छ त 0.47 छ। ठीक छ। ल अब उपक्षेत्रमा जाउँ। अब प्राथमिक क्षेत्रभित्र के पर्छन्, द्वितीय क्षेत्रभित्र के पर्छन्, तृतीय क्षेत्रभित्र के पर्छन्, अब त्यसतर्फ जाउँ है त। भएपछि डट मार्क गर्नुस्। ए यो बुझिएन। अब म एकछिन यसको सहायक क्षेत्र लेख्छु, त्यसपछि बुझ्नुहुन्छ। जस्तै द्वितीय क्षेत्रमा तपाईहरुले जस्तै द्वितीय क्षेत्र हाम्रो 2 मा छ हैन, इन्डेक्स नम्बर 2 मा छ। 2.1 मा के लेख्नुहुन्छ उत्पादनमूलक उद्योग लेख्नुहुन्छ 4.87 भनेको छ। त्यहाँ अर्को निर्माण क्षेत्र पनि छ, अनि अर्को पानी आपूर्ति र ढल व्यवस्थापन पनि छ, विद्युत ग्यास तथा हाम्रो एसी वातानुकूलित आपूर्ति सेवा पनि छ। त्यो समग्रमा द्वितीय क्षेत्र भयो। सो त्यो द्वितीय क्षेत्र चाहिँ उद्योग भित्रै पर्यो क्या। र उद्योग भित्र द्वितीय क्षेत्र प्लस अर्को के पनि पर्छ खानी तथा खनिज। खानी तथा खनिज माइन्स एन्ड मिनरल्स यो कहाँ पर्छ त भन्दाखेरि चाहिँ उद्योग क्षेत्रमा पर्छ। क्षेत्रगतमा त यो कहाँ पर्छ भन्दाखेरि चाहिँ क्षेत्रगत संरचनामा त्यो खानी तथा उद्योग कहाँ पर्छ यतातिर पर्छ, प्राथमिकमा पर्छ। ल अब जाउँ प्राथमिक क्षेत्रको उपक्षेत्रहरू। प्राथमिक क्षेत्रका उपक्षेत्र, प्राथमिक क्षेत्रका उपक्षेत्र। सो प्राइमरी सेक्टरका सब एरियाजहरु के छन् त दुईटा छ। एउटा के छ कृषि वन तथा मत्स्य पालन। यसको अघि नै हामीले भनिसक्यौं कति छ त्यसको 24.09%। यसले दिने योगदान कति हो त 24.56 हो कि हैन। यसले दिने कति हो त 24.56% हो, 24.56% हो भने। दोस्रो मैले अघि नै भने यो कहाँ त भन्दाखेरि चाहिँ त्यो कृषि उद्योग र सेवा मात्रै भन्दाखेरि यो कहाँ पर्छ उद्योग भित्र पर्छ। खानी तथा खनिज माइन्स एन्ड वर्क्स खनिज यसको चाहिँ कति छ त भन्दाखेरि चाहिँ 0.47। अब यो खानी तथा खनिज कहाँ पाइन्छ जमिन मुनि पाइन्छ। जमिन मुनि खाल्डो खन्नुपर्छ नि त। खाल्डो त गोलो हुन्छ नि त, गोलो खाल्डो खन्नु पर्यो नि माथिबाट खन्दै गयो। एउटा गोलो खाल्डो खनेर चाहिँ 4 दिनमा 4 जनाले 7 दिनमा खाल्डो खनिसके भनेर सम्झ्या हो मैले चाहिँ। खानी तथा खनिज भने चाहिँ 0.470 भनेको खाल्डो हुन्छ नि, हलो हुन्छ नि त, माथिबाट खन्दै गएपछि त गोलो हुन्छ। त्यो खाल्डो खन्ने काम चाहिँ 4 दिनमा कतिजनाले गर्छन् त 7 जनाले सकाउँछन् खाल्डो खनेर त्यहाँ भित्रबाट के निकाल्ने त खनिज निकाल्ने काम। 0.47% यो भयो है। यो प्राथमिक क्षेत्रको उपक्षेत्रभित्र के पर्छन् भन्दाखेरि चाहिँ यी दुईटा पर्छन्। यो दुईटा जोड्यो भने कति हुन्छ 24.56 हुन्छ हैन त। ल त्यसै गरी अर्को हामीसँग कुन क्षेत्र छ त भन्दा चाहिँ द्वितीय क्षेत्र छ। द्वितीय क्षेत्र यानी कि सेकेन्डरी सेक्टर त लेखिसकेको छु मैले। अब द्वितीय क्षेत्रको उपक्षेत्रहरू के हुन् त पहिला उपक्षेत्र के हुन् जान्नु पर्यो। द्वितीय क्षेत्रको उपक्षेत्रहरू के हुन् त भन्दाखेरि चाहिँ 1 नम्बरमा के आउँछ यहाँ उत्पादनमूलक उद्योग। उत्पादनमूलक भनेको के त प्रोडक्सन बेस्ड इन्डस्ट्रिज, उत्पादनमूलक उद्योग आउँछन्। उत्पादन कसले गर्छन् त कृषकले गर्छन्। कृषकले त जहिले पनि रोपेर त्यसको दोब्बर फलाउने हो नि त हैन। जस्तै मैले सम्झेको तरिका चाहिँ कुनै पनि कृषकहरूले चाहिँ अब खेत रोप्छन् सम्झिने, उनीहरूले चाहिँ 4 बोरा धानको बिउ राख्छन्। 4 बोरा धानको बिउ राख्छन्, उत्पादन कति गर्छन् त दोब्बर गर्छन् फलेपछि, र हप्तामा 7 दिन काम गर्दा यो उपलब्धि हासिल हुन्छ मैले सम्झेको तरिका है साथीहरू। कृषकहरूले उत्पादन गर्छन् के गर्छन् भने दोब्बर। सो 4 बोरा धानको ब्याड हुन्छ नि, ब्याडमा बिउ राख्ने हो, त्यो बिउ रोपेर चाहिँ दोब्बर उत्पादन गर्ने हो।
8 कति दिन काम गरे त? हप्ताको 7 दिन काम गरेर खटिनु पर्यो नि त। पानी हाल्नु पर्यो, मल हाल्नु पर्यो, गोडमेल गर्नु पर्यो, 7 दिन खटिएर काम गर्दा उत्पादनमूलक उद्योगको योगदान हाम्रो कति भयो त? द्वितीय क्षेत्रले कति दिएको छ? द्वितीय क्षेत्रले कति दिएको छ? 12.53% दिएको छ। यो दिएको छ हैन? यो दोस्रो निर्माण क्षेत्र। निर्माण क्षेत्र, अब तपाईले निर्माण काम गर्दा के गर्नुपर्छ? निर्माण गर्न तपाईको यो हातले हो नि त। तपाईको यो हातका सबै अम्ला एकैचोटि चलाउनु पर्छ। सो निर्माण क्षेत्रको योगदान कति छ? 5.41 छ नि, 5.41। सो निर्माण काम गरेर तपाईले के त हात चलाएर गर्नुहुन्छ यसरी। यो 5 हात, एउटा हातमा कतिवटा औँला छन् त? 5 वटा औँला छन्। एकै पटक चालेर सिधै तपाईले 5 वटा औँला एकै पटक चालेर भने के त 41। यसलाई प्रोनाउन्सिएसन गर्दा कसरी बन्छ? 41 हो नि, 41 5 वटा औँला एकैचोटि चालेर तपाईले निर्माणको कामहरू गर्नुहुन्छ। त्यसरी याद गर्ने। निर्माण क्षेत्रको 5.41। तेस्रोमा विद्युत ग्यास वाष्प तथा वातानुकूलित भनेको के हो त? एसी। वातानुकूलित आपूर्ति क्रियाकलाप यो क्रियाकलाप है। यो क्रियाकलाप कति छ यसको योगदान? 1.81%। हेर्नुस् त अहिले के भन्छ त? लोड सेडिङको हल्ला छ कि छैन? 81 विद्युत जान्छ। 81 विद्युत जान्छ। 81 के जान्छ त भन्दाखेरि चाहिँ विद्युत जान्छ। बत्ती गएको विद्युत भनेको बत्ती हैन त। यसरी सम्झिनुस्। केही काम गर्न खोज्छ झ्याप्पै बत्ती जान्छ। झ्याप्पै लाग्यो भने त के हुन्छ? ला 81 विद्युत गयो, 81 बत्ती गयो। 81 सम्झिने तरिका हो है। त्यसपछि अर्को के छ? पानी आपूर्ति ढल व्यवस्थापन सिवेज म्यानेजमेन्ट, ढल व्यवस्थापन र त्यसलाई के भन्छ? रिसाइकल एक्टिभिटिज। रिसाइकलिङलाई के भन्छ? त्यही रिसाइकल नै भयो। रिसाइक्लिङ एक्टिभिटिज क्रियाकलाप। रिसाइक्लिङलाई नेपालीमा के भन्छ? एकचोटि सर त्यसले लेख्नुहोस् त। तीनटा स्टेप आउँछ नि, रियुज, रिसाइकल, त्यसलाई के भन्छ? रिसाइकल के भन्थ्यो? के लेखेको छ एकचोटि हेर्नुहोस् त। म ठ्याक्कै दिमागमा बिर्सेँ मैले यो। पानी आपूर्ति ढल व्यवस्थापन र एउटा तथा एउटा क्रियाकलाप भनेको चाहिँ पुनः उत्पादन। एक्ज्याक्टली, पुनः उत्पादन है। सो अर्को के हो त? पानी आपूर्ति ढल व्यवस्थापन र पुनः उत्पादन। यसो कति छ त भन्दाखेरि चाहिँ 0.44%। ल अब ढल भने त गोलो हुन्छ नि। ढल बग्ने ठाउँ कस्तो हुन्छ? यस्तो हुन्छ हुँदैन? गोलो ढल यसरी आउँछ नि खोलामा, 0। ढलबाट आउने के हो त? 4। ढलबाट आउने के हो त? 4 आउँछ। ढलबाट के आउँछ? 4 आउँछ। 0.44। यसरी याद गर्नुहोस्। ढलबाट के आउँछ? 4 आउँछ। 4 आउँछ। नाक थुनेर हिँड्नुपर्छ, छिछि भन्दै हिँड्नुपर्छ। यसरी याद गर्नुहोस्। 0.44%। सो यो द्वितीय क्षेत्र प्लस यो खानी तथा खनिज जोडेर के हुन्छ? औद्योगिक क्षेत्र हुन्छ, उद्योग क्षेत्र हुन्छ, जसको चाहिँ यसको 12.53, यसको 0.47 जोडेर चाहिँ अघि हाम्रो कति भएको त? यो 13% भएको हो। यसरी आएको हो। द्वितीय क्षेत्र प्लस खानी तथा खनिज भनेकै उद्योग क्षेत्र हो। कृषि उद्योग र सेवा क्षेत्रलाई चाहिँ तीनटा उसमा चाहिँ हिस्सामा वर्गीकरण गर्दाखेरि बुझ्नुभयो? ल यति भयो। अब त्यसपछि अर्को सबैभन्दा धेरै सेवा क्षेत्र। अब यी भन्दा बाहेक अरू सबै कहाँ आयो त? सेवा क्षेत्र भन्ने कुरा याद भइहाल्यो। सेवा क्षेत्रमा धेरैवटा इन्डिकेटरहरू छन्, सूचकहरू छन्, उपक्षेत्रहरू छन्। ल सो द्वितीय क्षेत्रको योगदानमा चाहिँ मैले अब किसानहरूले 4 बोरा धान चाहिँ ब्याडमा राख्छन्, बिउ बनाउँछन्, बिउ निकालेपछि त्यसलाई रोप्छन्, रोकेर दोब्बर बनाउँछन् र त्यो चाहिँ हरेक एकै दिन पनि नछुटिकन हरेक 7 दिन खटेर काम गर्दा भनेर सम्झेको। निर्माण क्षेत्रमा चाहिँ तपाईँले हात अम्ला चलाएर गर्नुहुन्छ। एक हातमा 5 वटा अम्ला हुन्छन्, एकै पटक चालेर 41। अनि 81 विद्युत गयो, 81 बत्ती गयो हैन। अनि पानी आपूर्ति ढल
ढल भन्ने बित्तिकै त्यहाँनिर अब के आउँछ भने चाहिँ ढलबाट 4 आउँछ भने ढल भनेको गोलो हुन्छ, गोलो भनेको 0, 0.44, 4 आयो। यसरी याद गर्नुहोस् है। ल अब जाउँ तृतीय क्षेत्र यानी कि सेवा क्षेत्र। सो हाम्रो जीडीपीमा कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र कुन हो त भन्दाखेरि चाहिँ तृतीय यानी कि सेवा क्षेत्र। कति योगदान छ त? 62.9% छ। कसरी याद गर्ने त? हामी कोही पनि सेवाको भावनाले प्रेरित छँदै त छैनौँ, छँदै छ 2 त छैनौँ भनेको 9, 62.9। ल छिटो हो ल सार्नुहोस् ल। ओके, अब जाउँ सबभन्दा बढी योगदान दिने क्षेत्र कुन हो त? सेवा क्षेत्र। अब भोलि तपाईँले यसरी पनि दिन्छ क्या एक्जाममा अप्सनहरू। एउटा कृषि क्षेत्र दिन सक्छ हो, कृषि क्षेत्र दिन सक्छ, अर्को उत्पादनमूलक उद्योग दिन सक्छ, अर्को निर्माण क्षेत्र दिन सक्छ, अर्को चाहिँ तपाईँको शिक्षा दिन सक्छ। उपक्षेत्रहरू मात्रै दिन सक्छ 4वटा अप्सनमा। सो त्यो उपक्षेत्र पनि सबैको जान्नुपर्ने भयो। सो अब तेस्रो तथा अन्तिम क्षेत्र सेवा। सेवा क्षेत्रको उपक्षेत्रहरू। सेवा क्षेत्रले योगदान कति दिन्छ अरे त? 62.9%। अब यसका उपक्षेत्रहरू के हुन् त? वाट आर द सब एरियाज अफ टर्सियरी सेक्टर? ल सबभन्दा पहिलो व्यापार नै आउँछ। थोक तथा खुद्रा व्यापार, थोक तथा खुद्रा व्यापार, थोक तथा खुद्रा व्यापार र मोटरसाइकल तथा गाडी निर्माण मर्मत, मोटरसाइकल तथा गाडी मर्मत, मोटरसाइकल तथा गाडी मर्मत। कति छ त यसको योगदान त? 13.84% छ। यति छ। सो सेवा क्षेत्रको सबभन्दा बढी कुन उपक्षेत्रले बढी जीडीपीमा योगदान दिन्छ भन्दा यही हो। थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल तथा गाडी मर्मत, मोटरसाइकल तथा गाडी तथा मोटरसाइकल, गाडी तथा मोटरसाइकल, गाडी तथा मोटरसाइकल, गाडी तथा मोटरसाइकल मर्मत, गाडी तथा मोटरसाइकल मर्मत 13.84%। हाउ डु यु रिमेम्बर? कसरी सम्झिने त? सिम्पल। अहिले हेर्नुहोस् त, सबै राजनीतिक दलहरूको एउटा मात्रै भनाइ छ। के छ? मिसन 84। सबैले के को व्यापार गरिरहेछन्? मिसन 84 को व्यापार गरिरहेछन्। त्यस कारणले सम्झिने किवर्ड व्यापार हो। म तेरो व्यापार 84 सालमा खत्तम पारिदिन्छु। जुन यो राजनीतिक व्यापार छ नि, तेरो म राजनीतिक व्यापार मिसन 84 भनेको 84 सालमा निर्वाचन हुँदैछ, 84 सालमा खत्तम पारिदिन्छु। अनि फेरि तैँले मर्मत गर्नु पर्ला नि त। मर्मत, तेरो व्यापार 84 सालसम्म खत्तम। किवर्ड सम्झिनु यसमा है। त्यसपछि यातायात तथा भण्डारण, यातायात तथा भण्डारण। अब तपाईँले यातायातको सवारी साधनहरू कहिले चलाउनुहुन्छ? हरेक दिन चलाउनुहुन्न, 7 दिन चलाउनुहुन्छ। अनि एक महिनामा कति दिन हुन्छन् त भन्दाखेरि चाहिँ कतिवटा हप्ता हुन्छन्? 4वटा हप्ता हुन्छन्। 7 चौको 28, 7.8%, 7.28%। सो यातायात हामी दिनदिनै गाडी चढ्छौँ। दिनदिनै यातायात भनेपछि जे पनि भयो, साइकल भयो, मोटरसाइकल भयो, गाडी भयो, पब्लिक प्राइभेट जे पनि भयो, हरेक दिन चलाउँछौँ, हरेक दिन चढ्छौँ। हरेक दिन भनेको त हप्तामा 7 दिन। अनि एक हप्तामा 7 दिन छ भने एक महिनामा कति हप्ता हुन्छ त? 7 चौको 28 दिन, 7.28 होइन। त्यसपछि तेस्रोमा के आउँछ? आवास तथा भोजन। आवास तथा भोजन। अब भोजन हामीले दिनमा कतिपटक गर्नुपर्ने हो त? भोजन त दिनमा 2 पटक गर्नुपर्ने होला नि, बिहान बेलुका। अनि बिहान बेलुका गर्नु साटो दोब्बर खाइसकेपछि त वेट पनि त दोब्बर भइहाल्छ नि। यसरी याद गर्नुहोस्। भोजन खाने त बिहान बेलुका हो, तर हामी के हो त? बिहान, दिउँसो, साँझ फेरि बेलुका खाइदिन्छौँ। 2 चोटि खान्डामा 4 चोटि खाएपछि वेट पनि त दोब्बरले बढिहाल्छ नि। दोब्बर भनेको त 2 गुणाले बढिहाल्छ नि। यसरी याद गर्नुहोस्। दिनको 2 पटक खानु पर्नेमा 4 पटक खाएपछि तपाईँको वेट पनि 2 गुणाले नै बढिहाल्छ। 2.42% होइन। अथवा तपाईँले खाने 2 छाक हो,
त्यो पनि के त भने चाहिँ बोइल गरेर 42 भनेको बोइल गरेर खाने। यसरी याद गर्दा पनि भयो। कसरी सहज लाग्छ त्यसरी याद गर्नुहोस्। ठिक छ ल। त्यसपछि सूचना तथा सञ्चार हामीले सबभन्दा बढी विकास गरेको यसैमा त हो नि हैन, सूचना तथा सञ्चारमा। कति छ त 1.94%। हामी सूचना तथा सञ्चारका गतिविधिमा एकदमै नौलो चरणमा प्रवेश गरिसकेका छौँ। छैन त हामी सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा हामी एक नौलो चरणमा प्रवेश गरिसकेका छौँ। नौलो चरण भनेको 9-4 प्रवेश गरिसकेका छौँ भयो। त्यसपछि बैंक तथा वित्तीय संस्था र प्लस यसमा अर्को के छ भने चाहिँ बिमा। अहिले हामीले सुन्छौँ नि, अहिले शेयर मार्केट घटिरहेछ, अहिले शेयर मार्केट बजारमा घटिरहेछ। अनि के भनिरहेछन् शेयरको मेन अब खेलाडीहरूले, बजारमा प्रशस्त मात्रामा तरल छ, पैसा त कति छ लगानी नै छैन। तरल त हाम्रो के हो त प्रशस्त मात्रामा छ, बैंकमा प्रशस्त मात्रामा तरल छ। कहिलेसम्म पुग्ने गरी त अर्को वर्षसम्म पुग्ने गरी हामीलाई पर्याप्त मात्रामा तरलता छ, उपलब्ध छ। पैसाको अभाव छ त अहिले ब्याङ्कमा त कति पैसा फ्रिज भएर दिनदिनै हप्तै पछि राष्ट्र ब्याङ्कले तानेको तानै छ, लगानी गर्ने ठाउँ नभएर। हामीसँग तरलता बैंकमा के हुन्छ, तरलता पर्याप्त मात्रामा छ, कहिलेसम्मको लागि त अर्को वर्षसम्मको लागि छ। अहिले हामी कुन वर्षमा छौँ त 81, कहिलेसम्मको लागि छ त 82 सालसम्म, अर्को वर्षसम्मको लागि चाहिँ बैंकमा तरलता प्रशस्त मात्रामा पर्याप्त मात्रामा छ, 6.82। यसरी याद गर्नुहोस् ल। यसलाई टिप्नुहोस्। बैंक तथा वित्तीय संस्था र बिमा इन्सुरेन्स 6.82, यो सबै जोडेर हामीले कति पुर्याउनु पर्छ त 62.9% पुर्याउनु पर्छ ल। अब त्यसपछि अर्को शिक्षा। मैले के भने त तेरो जुन अहिले यो राजनीतिक व्यापार छ 84 सालमा तेरो व्यापार 84 सालमा सिद्धियो। व्यापार किवर्ड। यातायातको साधन हामीले हरेक दिन भनेपछि 7 हप्तामा 7 दिन र एक महिनामा कति हप्ता त 4 हप्ता, 7 चौको 28, त्यसरी याद गर्ने। आवास तथा भोजन भनेको बिहान बेलुका खानुपर्ने हो, तर हामी त्यसको दोब्बर खान्छौँ, 4 चोटि खान्छौँ, त्यही भएर वेट पनि हाम्रो दोब्बरै हुन्छ। दोब्बर भनेको 2 ले बढ्छ, त्यसरी याद गर्नुहोस्। हामी सूचना तथा सञ्चार प्रविधि एउटा नौलो चरणमा प्रवेश गरिसकेका छौँ। बैंक तथा वित्तीय संस्थामा पर्याप्त मात्रामा तरलता छ, कहिलेसम्म पुग्ने अर्को वर्ष भनेको 82 सालसम्मको लागि छ, 6.82%। ठिक छ ल। त्यसपछि 6 नम्बरमा हाम्रो के छ त भन्नुहुन्छ भने शिक्षा। अर्को हामीसँग के छ शिक्षाको योगदान कति छ त 8.5%। सो अहिले देश कसले चलाइरहेछ नि त 8 पासले होइन त। लोकसेवा पास गर्नु त अब विभिन्न क्राइटेरिया छन् होइन, +2 पास गर्नुपर्ने, अनि चाहिँ मास्टर डिग्री के अरे ब्याचलर डिग्री क्लियर गर्नुपर्ने। अब मास्टर डिग्रीको कुरा आइरहेछ, तर देश चाहिँ कसले चलाइरहेछन् भने चाहिँ कति पढेकाले 8 पासले। पास भनेको 5, देश चाहिँ 8 पासले चलाइरहेछ। 8 पास भनेको के त शिक्षा हो नि त होइन त। देश 8 पासले चलाइरहेछ भएन, यसरी याद गर्न सक्नुहुन्छ यसलाई है। त्यसपछि मानव स्वास्थ्य तथा सामाजिक क्षेत्र 1.87% छ। मानव स्वास्थ्य ह्युमन हेल्थ 1.87। ह्युमन हेल्थ भन्ने बित्तिकै के जोडिन्छ? तपाईँ कहिले डाक्टरकोमा जानुहुन्छ? अघि हामीले 81 भनेको छौँ नि, यहाँ पनि अब प्रोनाउन्सिएसन गर्दा के हुन्छ? 8-7 के हुन्छ? 87। 8-7 के हुन्छ त यहाँ? 8-7 के हुन्छ? 87। सो यसलाई चाहिँ अब के त 87 बनाउनुहोस्। 87। मानव भनेको के त? मानव भनेको तपाईँ, म, सिंगल इन्डिभिजुअल। हामी स्वास्थ्य जाँचको लागि चाहिँ कहिले जान्छौँ त डाक्टरकोमा भन्दाखेरि चाहिँ हामीलाई रोगले 87, मलाई रोगले 87, म हस्पिटल गएँ। मलाई भनेको म एक मानव भएँ, मलाई रोगले सतायो 87, म कहाँ गएँ त? हस्पिटल गएँ। यसरी याद गर्ने। ठिक छ ल। त्यसपछि अर्को के आउँछ त
रियल इस्टेट, अब यो भनेको के हो त? घर जग्गा कारोबार। रियल इस्टेट घर जग्गा कारोबार। अहिले घर जग्गा हामीले किन्न सक्छौँ, आँट गर्न सक्छौँ, घर जग्गा किन्नलाई सक्दैनौँ नि। सक्छौँ त? सक्दैन नि फेरि भन्छ नि। घर जग्गा कारोबार। सो घर जग्गा किन्न के चाहिन्छ त? आँट चाहिन्छ। मसँग अहिले त्यति आँट छैन। मसँग अहिले आँट, घर जग्गा किन्ने आँट त्यति छैन। 33 आँट छैन मलाई। रियल इस्टेट घर जग्गा कारोबार 8.33। यसरी चाहिँ हाम्रो द्वितीय क्षेत्रका कुराहरू याद गर्न सक्छौँ। अरू के छुट्यो? नो। अरू के छन् क्षेत्रहरू? यति नै होलान्। अर्को के क्षेत्र छ? अर्को के क्षेत्र छ? कमेन्ट गर्नुहोस् त एकचोटि। मेरो त ठ्याक्कै दिमाग ब्ल्याङ्क भयो। प्रशासन के हो न? प्रशासनिक तथा सहयोग सेवा क्षेत्र। सहयोग सेवा क्षेत्र यो कति छ त? 0.71। हामीलाई थाहा छ भर्खर हाम्रो बाल कलाकार सचिन परियारको मृत्यु भयो। सबैलाई थाहा छ नि त? सुन्नुभएको छ नि सचिन परियार? सचिनलाई सहयोग गर्न कोही आए? कोही पनि आएनन्। कोही पनि, नो वान, कोही पनि आएनन्। आए त? कोही पनि आएनन्। तर लास्टमा एकजना मान्छे हतार गर्दै कुद्दै आएको थिए। यो 71 भने के हो? हामीले यसलाई प्रोनाउन्सिएसन गर्दा के भन्छौँ? 71 भन्छौँ नि। सुरुमा सचिनलाई कसै पनि सहयोग गर्न आएनन्, तर लास्टमा जब सबै कुरा बिग्रिसकेको थियो एकजना मान्छे चाहिँ के हो त? हतार गर्दै आए। एकजना मान्छे हतार गर्दै आयो भने के त भने चाहिँ 71। एकजना चाहिँ हतार गरी आएका थिए। 71। सुरुमा कोही आएनन्, पछिबाट एकजना मान्छे हतार गर्दै आयो। त्यो भनेको के हो त? 0.71%। यही भयो। ठिक छ? यो भयो। अर्को सार्वजनिक प्रशासन। अब नाम निकाल्ने कुरा छ। अहिले त यो नाम निकाल्यो, त्यो नाम निकाल्यो भन्ने कुरा छ। सार्वजनिक प्रशासन रक्षा, सार्वजनिक प्रशासन रक्षा र अर्को के छ? अनिवार्य सुरक्षा। अर्को के छ? अनिवार्य सामाजिक सुरक्षा। ल, सार्वजनिक प्रशासन रक्षा तथा अनिवार्य सामाजिक सुरक्षा कति छ त भन्दाखेरि चाहिँ 0.6 9.63। 9 कति प्रतिशत छ त? 36% छ। सब यो कसरी त? सार्वजनिक प्रशासन भनेको त नाम निकाल्ने। अहिले त लोकसेवामा यति पटक नाम निकाले, त्यति पटक नाम निकाले भन्छ नि। हो, लोकसेवामा कति पटक सार्वजनिक प्रशासन भनेको तपाईँले केलाई कोरिलेट गर्ने भन्दा चाहिँ लोकसेवा एउटा कुनै पात्रले, महिलाले लोकसेवामा कति पटक नाम निकालेको त भन्दाखेरि चाहिँ 9 पटक। 9 पटक नाम निकालेकी छन्। 9 पटक नाम निकालेकी छन्। तिनले। कसले त भन्दाखेरि चाहिँ तिनले। तिन भनेको यो एकजना पात्र मानौँ, जस्तै रक्षा भनौँ न। रक्षामा त नामै त हो नि। रक्षाले लोकसेवामा 9 पटक नाम निकालेकी छन्। तिनले लास्टमा। एकजना कुनै चाहिँ चेलीले चाहिँ 9 पटक नाम निकालेकी छन् तिनले भनेर सम्झिने। 9.63%। सम्झिन सजिलो भयो नि त? नाम निकालेको छन्। अहिले 9 पटक नाम निकाले, 10 पटक नाम निकाले, 24 पटक, 59 पटकमा नाम निकाले भने चाहिँ 9 पटक नाम निकालेकी छन् तिनले। केमा त भन्दाखेरि चाहिँ सार्वजनिक प्रशासन भनेको यही कुरा भयो। भयो नि त? भयो नि। ल, अनि अर्को मनोरञ्जन छ। मनोरञ्जनमा 11 नम्बरमा हामीसँग के छ त भन्नुहुन्छ भने मनोरञ्जन छ। मनोरञ्जनले ओगटेको हिस्सा 0.57%। अब हेर्नुहोस्, अहिले हाम्रो नेपालमा सर्वाधिक कमाइ गर्ने चलचित्र कुन हो त? पूर्णबहादुरको सारङ्गी। पूर्णबहादुरको सारङ्गी। यहाँनिर पूर्णबहादुर सारङ्गीको पात्रमा को थिए त भन्दाखेरि चाहिँ प्रकाश। को थिए त भन्दाखेरि चाहिँ सपुत थिए। प्रकाश भनेको यो हो नि त? प्रकाश भनेको 5 हो कि होइन? यो
हो सपुत भनेको स भनेको त 7 0.57 मैले सम्झेको तरिका यसरी हो पूर्णबहादुरको सारङ्गीमा पूर्णेको छोराको नाम के थियो भन्दा चाहिँ प्रकाश सपुत वास्तवमा यो 5 भनेको यही हो यो भनेको त प्र हो नि त यो 5 प्रकाश 5 सपुतको 7 स भनेको 7 0.57% मनोरञ्जन यसरी तपाईले याद गर्ने है त ल अर्को 11 एउटा 12 हुनुपर्ने मैले ठ्याक्कै बिर्सेँ 12 मा के थियो 12 मा एउटा कुन छुट्या छ कमेन्ट गर्नुस् त एकचोटी वैज्ञानिक हो पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप अब राज्यले के गरेछ त नवप्रवर्तनमा अथवा चाहिँ विज्ञानका नयाँ आविष्कारहरूलाई चाहिँ प्रवर्धन गरेछ महावीर पुनः सहयोग गरेछ छैन राज्यको वैज्ञानिक क्रियाकलापमा 1% पनि लगानी छैन 1% हुनलाई के हो त त्योभन्दा मुनिको कति हुन्छ 0.99 हुन्छ 1% पनि गरेछ भने 1% पनि नगरे भने के 1 भन्दा मुनि के हुन्छ 0.99 हुन्छ सो पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा चाहिँ 0.99 यसरी याद गर्नुस् पेशागत वैज्ञानिक राज्यले महावीर पुनलाई गण्डकी प्रदेश सरकारले वार्षिक चाहिँ कति 1 करोड कि कति दिन्छ भनेर दियो त डाँट्यो छल्यो लगानी छैन राज्यको 1% पनि यति पनि लगानी छैन भन्छ यति भन्छ नि 1 भनेको 1 त्यो भनेको 1 पनि छैन भनेको त्योभन्दा मुनि भनेको 0.99% हो सो यी चाहिँ हाम्रा के हुन्छ भन्दाखेरि चाहिँ उपक्षेत्रहरू हुन् मेबी यहाँबाट हाम्रो फ्रिक्वेन्टली एउटा क्वेसन आइ नै रहन्छ है ल कुरा क्लियर छ ल क्लियर छैन भने के क्लियर छैन ट्याक्कसँगले त्यो कमेन्ट गर्नुस् ल अब म सर र तपाईको कमेन्ट हेर्छु है ल द्वितीय क्षेत्रको विद्युतको बुझिएन सर हुनुहुन्छ विष्णु सर हुनुहुन्छ कि म्याम हुनुहुन्छ द्वितीय क्षेत्रको विद्युत यो एउटै हो क्या विद्युत ग्यास वाष्प तथा वातानुकूलित भनेको के त भने चाहिँ एसी भन्छ नि एसी चलिरहेछ यहाँ आपूर्ति क्रियाकलापले दिएको योगदान कति हो त 1.81% हो सो त्यसलाई चाहिँ कसरी सम्झिन्छ भने चाहिँ विद्युत त झ्याप्प जान्छ 81 बिजुली जान्छ 81 विद्युत आपूर्ति बन्द हुन्छ यसरी याद गर्नुस् सर यो सबै कण्ठ गरेर कति वर्ष काम लाग्छ यो जेठसम्म मात्रै काम लाग्छ लोकसेवा अब के गर्ने विकल्पै छैन यसको विकल्प पढ्नुको विकल्प यहाँ पढ्नु नै हो अब यो घोकेर साध्य हुन्छ यस्तै शब्दहरूसँग संयोजन गर्दै यससँग लुकामारी गर्दै सम्झिन टाइम लाग्छ बनाउन टाइम लाग्छ शब्दसँग घुलमिल हुन समय लाग्छ एकचोटि बसिसकेपछि 1 वर्षमा दिमागमा बस्छ 81 बिजुली जान्छ नि भनेर चाहिँ 81 आइगयो त कृषिमा 24 घण्टा काम गरे पुग्दैन खान हातमा लाग्यो 0 नै हुन्छ 9 भनेको 9 0 नै हुन्छ भयो नि त ल ओके सर तपाईले पढाउनु भएको योजना अब योजना त भर्खर अस्ति 1-2 हप्ता अगाडि त पढाएको हो अब घुम्दै जाँदाखेरि अब पछाडी तपाईको एक्जाम पऱ्यो भने रिपिट हुन्छ अब तपाईको अब तुरुन्तै छ भने त गाह्रै हुन्छ नि वशिष्ठजी ल विप्रेषण भनेको सुजाता म्याम सुजाता मिस विप्रेषण भनेको रेमिटेन्स हामी रेमिटेन्स बेस्ड इकोनोमी भन्छौँ नि रेमिटेन्स के छ सार्वजनिक ऋण के छ हाम्रो गरिबी के छ आर्थिक वृद्धि दर के छ प्रति व्यक्ति आय कति छ खर्चयोग्य आय कति छ कुल राष्ट्रिय आय कति छ बाँकी नै छन् नि त्यो त हाम्रो सो के हो त जीडीपी को संरचनाको मात्रै कुरा गर्यौँ यसमा हामीले हैन अब हाम्रो आर्थिक वृद्धि दर हाम्रो मुद्रास्फीति दर रेट अफ इन्फ्लेसन कति छ मुद्राको भ्यालुएसन के कस्तो अवस्थामा छ अहिले हाम्रो वैदेशिक व्यापारको अवस्था के छ व्यापार घाटा कति छ यी सबै कुरा बाँकी नै छन् यो त हाम्रो पहिलो क्लास हो आज है त ल साथीहरु नियमित क्लासमा हुनुभएको साथीहरुले लिभ गर्दा हुन्छ है आज मैले यही रोके लास्टको ल ए र हामीसँग आज यो लाइभ सेसनमा जोडिनु भएको र जुम सेसनमा चाहिँ जोडिनु भएको सम्पूर्ण साथीहरुले जुम भित्र जोइन हुनुभएको सम्पूर्ण साथीहरुले चाहिँ यदि यहाँहरु हामीसँग कक्षा लिन हाम्रो सहजीकरणको लागि इच्छुक हुनुहुन्छ भने कृपया
यही तपाईँहरूको जुन यहाँ अहिले जुममा जोइन हुनुभएको छ त्यहाँ आफ्नो नम्बर लेखिदिनुहोस् है। नयाँ साथीहरूले फेरि हामीसँग जोइन भएर अगाडि बढ्नुभएको साथीहरूले परेन होइन। यो मलाई हाम्रो व्यवस्थापनले यस्तो भन्नुभएको छ, जुममा चाहिँ कमेन्ट गर्नुहोस् आफ्नो सेल नम्बर। अन्य अथवा यसको अलावा तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ यहाँ जुन सेसनमा जुन पेजमा यो सन्तोष खड्काको लाइभ सेसनबाट जुन हाम्रो लाइभ भइरहेछ त्यहाँ तपाईँले च्याटमा चाहिँ मी भनेर लेखिदिनुहोस् होइन। हामीसँग शिक्षक सेवा आयोगको क्लासहरू अब सामान्य ज्ञान जे तपाईँलाई आवश्यक पर्छ, नायब सुब्बाको विज्ञापन भइसकेको छ, शिक्षक सेवा आयोगको माध्यमिक तहको विज्ञापन भइसकेको छ, आजबाट हामी आर्थिक सेसन अगाडि बढाइसकेका छौँ होइन। सो हामीसँग जोडेर एम्बिसन गुरुको यो प्लेटफर्मप्रति यहाँहरूको आस्था छ, यहाँलाई सहजीकरणको अनुभूति हुन्छ, आवश्यकता महसुस हुन्छ भने यहाँले केही गर्नु पर्दैन, त्यहाँ मी लेखिदिनुहोस् यही च्याटको मुनि, यो जुन लाइभ भइरहेछ यसैको कमेन्ट सेक्सनमा मी लेखिदिनुहोस्। अन्यथा यो नम्बर हाम्रो छँदैछ एनी टाइम 015970288, यो हाम्रो स्टुडेन्ट केयर युनिट हटलाइन नम्बर हो। एम्बिसन गुरुको 24 घन्टा यो तपाईँहरूको चाहिँ सुचारू हुन्छ। यो यहाँलाई जुनसुकै जिज्ञासाहरू हाम्रा कक्षाका सन्दर्भमा, यहाँहरूका गुनासोका बारेमा, यहाँका नोट हेर्न आएन भने होइन, अथवा भिडियो एपहरू चलाउन आएन भने, डाउनलोड गर्न आएन भने, वाटेभर जेसुकै सहजीकरणको लागि चाहिँ यहाँले 24 घन्टा यो नम्बर डायल गर्न सक्नुहुनेछ। धेरै साथीहरू भन्नुहुन्छ इन्गेज हुन्छ भनेर, अब धेरै साथीहरूको आस्था भइसकेपछि पक्कै पनि धेरै साथीहरूले कल गर्नुहुन्छ, त्यस कारणले यो बिजी हुन्छ। सो बेस्ट विकल्प अथवा उपाय भनेको चाहिँ यहाँले यही च्याटको मुनि चाहिँ सिम्पल यत्रो ठुलो अक्षर एम सानो अक्षर मी त्यति लेखिदिनुहोस्। यो मी लेख्ने बित्तिकै हाम्रो एआई सिस्टमले तपाईँहरूको म्यासेजलाई अटोमेटिकली रेकग्नाइज गर्छ। र धेरै साथीहरूले भन्नुहुन्छ सन्तोष सर कति यो पठाएको, यो हे म भयो पुग्यो भन्नुहुन्छ। हाम्रो स्पोन्सर्ड मेसेजहरूमा जस्तै अब हामीले स्पोन्सर गरे हुन्छौँ, जानकारीमूलक भिडियोहरू हालेका हुन्छौँ होइन, तपाईँहरू के हामीसँग जोडिन चाहनुहुन्छ भनेको हुन्छौँ, त्यसमा तपाईँले क्लिक गरेपछि एआई सिस्टमले तपाईँलाई अटोमेटिकल्ली चाहिँ मेसेज रेस्पोन्ड गर्छ कि यो मैले पठाएको होइन। यसबाट चाहिँ तपाईँहरू चाहिँ दुखित नहुनुहोस्, कति यसले कचकच गरे हो, के पढ्न चाहनुहुन्छ, के पढ्न चाहनुहुन्छ, के पढ्न, कति पठाएको यो नछोइदिनुहोस्। इच्छुक हुनुहुन्न भने नछोइदिनुहोस्, आउँदै आउँदैन। तर जब छुनुहुन्छ, एउटा गीतै छ नि सुषमा कार्कीको, छुन्नलाई होइन हेर्न चाहिँ पाइन्छ भने हो, त्यही गीतको चाहिँ कुराहरू चाहिँ यससँग चाहिँ सान्दर्भिक हुन्छन् है त। ल काटियो जुङ्गा काटियो, दारी काटियो जुङ्गा राखियो नि त, हुडु दबङ 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 दबङ। ल सेवा क्षेत्रको देखाउनु ल, यो भयो नि त। सबै साथीहरूले यसलाई एकचोटि स्क्रिनसट लिनुहोस्, अथवा हाम्रो यहाँ छँदैछ, अथवा हाम्रो यो सन्तोष खड्काको पेज होइन, कुबेर अधिकारी सरको पेज, रामचन्द्र खड्का सरको पेज, एम्बिसन गुरु लोकसेवा तयारीको पेज, एम्बिसन गुरुको पेज, यीमा हाम्रो चाहिँ अब पोस्टहरू नियमित आइरहेको हुन्छन्। अथवा त्यहाँ पनि यहाँले त्यस मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यति पनि दुःख तपाईँले गर्नु पर्दैन, सिधै यति लेखिदिएपछि तपाईँलाई एआई सिस्टमले, आर्टिफिसियल इन्टेलिजेन्स एआई छ नि त, अहिले त फोटो यस्तो बनायो, यो एआईले हो मैले होइन भन्छ नि, हो एआईले रेकग्नाइज गरिहाल्छ। त्यस कारणले मेरो पेजबाट तपाईँलाई चाहिँ धेरै मेसेज जाँदा तपाईँले काहीँ छोको हुनुपर्छ अनि मात्रै मेसेज जान्छ, नभए जाँदैन। अनि धेरै साथीहरूले मलाई मेरो चाहिँ मेसेज रिप्लाई गरिदिनु भन्नुभएको हुन्छ, कृपया जुन अहिले हाम्रो यो लाइभ भइरहेछ नि यो पेज चाहिँ हाम्रो एआई सिस्टममा इन्टिग्रेटेड भएको छ। तपाईँले मेरो अर्को फेसबुक पेज छ, यो माला लाएको तिहारमा माला लाएर चाहिँ कुर्तामा चाहिँ निलो कुर्तामा चाहिँ लगाएको जुन फोटो भएको पेज छ मेरो त्यो अफिसियल फेसबुक हो, त्यसमा चाहिँ तपाईँहरूले मेसेज पठाउनुहोस् है। यसमा चाहिँ त्यो एआई सिस्टममा गइसकेपछि थाहै हुन्न है, हेरेर साध्य पनि हुन्न। अब हजारवटा मेसेज आइरहेको हुन्छ, अनि धेरै साथीहरूको गुनासो हुन्छ कहिले रेस्पोन्ड गर्दैन, यो खड्का खत्तम छ यो डाम्नो भन्नुहुन्छ। खास कुरा चाहिँ त्यो हो साथीहरू है, यसरी बुझ्दिनु होला। ठिक छ, केही छ यहाँको जिज्ञासा? ल अब त्यसको परिसूचकहरू बारेमा त हामीले अब इन्डिभिजुअल हामी हेरिहाल्छौँ नि, मुख्य सूचकहरू त इन्डिकेटर यही भए होइन। जस्तै अब हामीले थप त्यसभित्रका, जस्तै अब हामीले सुशासनका सूचक भन्छ नि, थप 10 वटा, समृद्धिका सूचकहरू परिसूचकहरू थप, त्यसलाई थप व्याख्या गर्ने है, त्यो हामी कुरा गर्छौँ। ठिक छ, ल यति कुरा हो सेवा क्षेत्रको भन्नुभएको छ। ल सेवा क्षेत्रको यही हो, यो कुराहरू चाहिँ तपाईँले ट्रिक बनाइकन मात्रै पढ्नुहोस्, यत्तिकै घोक्न थाल्यो भने चाहिँ यो डामाडोल हुन्छ है। ल यति भन्न चाहन्छु र शुभरात्रि। अब हाम्रो उतापट्टि सागर सर
ऱ्यापिड फायर गराउन एकदमै तम्तयार भएर बसिसक्नु भएको छ। यहाँले ऱ्यापिड फायर सेसनलाई पनि त्यसमा पनि पार्टिसिपेट हुनुहोस्। किन भन्दाखेरि चाहिँ त्यसमा हामीले सबै पहिला सोधेका प्रश्नहरू त्यसमा हामीले समावेश गरेका हुन्छौँ, विगतका प्रश्नहरू, ताकि भोलिको दिनमा ती प्रश्नहरू तपाईँहरूमाझ फायर हुँदाखेरि चाहिँ तपाईँले त्यसलाई त ऱ्यापिड रेस्पोन्स गर्न सक्नुहोस् भन्ने हाम्रो कामना हो। यति भन्दै आजको यो क्लासबाट म बिदा हुन चाहन्छु। सम्पूर्ण साथीहरूलाई नमस्कार, शुभरात्रि। सी यू टुमरो एट 7:45 PM। नमस्कार, शुभरात्रि।